तपाईले चाहिँ रिकल गर्नुभयो भने अब मजाले चाहिँ बुझ्छ। एउटा न्युमेरिकल प्रब्लम चाहिँ म फटाफट गरिदिन्छु, त्यसपछि चाहिँ फटाफट भन्नाले गर्ने तपाईहरु नै हो, क्याल्कुलेसन गर्ने तपाईहरुले नै गर्नुस्। यसरी गरेपछि बल्ल बुझ्छ, नत्र बुझ्दैन। अनि त्यसपछि चाहिँ तपाईले चाहिँ राम्रोसँग चाहिँ सबै बुझ्नुहुन्छ। डायम डिजाइनको चाहिँ यो तपाईको चाहिँ एक्जाममा चाहिँ मैले अस्ति भनिसकेँ, यो 8-10 नम्बरको चाहिँ क्वेसन चाहिँ यहाँबाट आउँछ। ओके, अब अस्ति चाहिँ मैले चाहिँ के भनेर भन्दाखेरि यो चाहिँ टिपिकल न्युमेरिकल प्रब्लम भनेर भने क्वेसन नम्बर 1 र 2 को चाहिँ एक्सप्लेन गरेँ। 3 चाहिँ हामी चाहिँ पछि अड एन्ड टाइम पढ्दाखेरि चाहिँ हामी पछि गरौँला। अहिले चाहिँ हामी चाहिँ यो 2 को चाहिँ गरौँ। पहिला यहाँ 2 को चाहिँ अलिकति कम्प्लिकेटेड भनेर चाहिँ इन द सेन्स के पनि कम्प्लिकेटेड होइन, सबै फर्मुला सबै थ्योरी त्यही हामी चाहिँ लगाउने हो। खालि चाहिँ के त भन्दाखेरि अलिकति क्याल्कुलेसन यसमा चाहिँ यो इन्क्लाइन पार्ट भएको भएर अलिकति क्याल्कुलेसन यसमा बढ्छ, त्यति मात्रै हो, अरू केही पनि फरक पर्दैन। सबै चिजहरू चाहिँ त्यही हो। हामी चाहिँ अब के भन्दा क्वेसन नम्बर 2 नै गरौँ। यहाँ तपाईँलाई चाहिँ अलिकति चाहिँ एक्सर्साइज पनि होस् र चाहिँ तपाईँले चाहिँ गरोस् भन्ने हिसाबले चाहिँ मैले चाहिँ क्वेसन नम्बर 2 लिएँ। अब कापी र कलम लिएर बस्नुहोस्, तपाईँले चाहिँ उ गर्नुहोस्। सबभन्दा पहिला चाहिँ अब मैले अस्ति पनि सकेँ, यो चाहिँ क्वेसन चाहिँ राम्रोसँग स्टडी गर्ने एक्जाममा। फर्स्ट अफ अल क्वेसन यु हेभ टु बी भेरी केयरफुली रिड आउट इट, त्यसलाई चाहिँ राम्रोसँग रिड गर्ने। र त्यसपछि चाहिँ जुन उसले फिगर दिएको छ, जस्तो फिगर दिएको छ डु द्याट फिगर, तपाईँको त्यो फिगरलाई चाहिँ कपी गर्ने र स्केच चाहिँ एज फर एज पोसिबल स्केलमा छ भने स्केलमा मिलाउन सकिन्छ भने गर्ने। अब टाइम चाहिँ स्केलमा चाहिँ मिलाएर गर्न सकिँदैन, ड्रइङ गर्न सकिँदैन, टाइम धेरै लाग्छ भने चाहिँ तपाईँले चाहिँ के त भन्दाखेरि चाहिँ स्किमेटिक डायग्राम भन्छ, मोटामोटी चाहिँ तपाईँले चाहिँ देखिने गरिकन अलमोस्ट एउटा स्केल टेन्टेटिभ स्केलमा चाहिँ लिएर चाहिँ तपाईँले चाहिँ स्किमेटिक डायग्राम बनाउने। ओके, अब यो क्वेसन नम्बर 2 गर्न लागेको छु। क्वेसनमा चाहिँ चेक द डिजाइन अफ ग्राभिटी ड्याम given as given in the figure below considering only major external forces भनेको छ with the following data भनेर डाटा के दिएको छ त्यो लिने। अब यो न्युमेरिकल प्रब्लम गर्ने बेला म चाहिँ तपाईँलाई चाहिँ के भन्दाखेरि प्र्याक्टिकल एस्पेक्टबाट भन्दा तपाईँलाई जहिले पनि नयाँ कपीमा नयाँ पाना जुन छ नि दुवैतिर फोल्ड गर्ने, दुवैतिर देखिने चाहिँ खाली भएको चाहिँ हामी पाना पल्टाउँदाखेरि दुवैतिर खाली भएको ठाउँबाट चाहिँ सुरु गर्नुहोस् भन्छु म। अनि यता खाली भयो भने पिटिओ भनेर लेखिदिने, तपाईँको चाहिँ उतातिर चाहिँ तपाईँको चाहिँ फ्रेस पाना यता लेफ्ट साइड र राइट साइड दुवै खाली भएको ठाउँबाट चाहिँ सुरु गर्नुहोस्, ताकि तपाईँले चाहिँ त्यो क्याल्कुलेसन गर्ने बेला कहिले यता कहिले उता कहिले यता पल्टाएर बसिरहन नपरोस्। एउटै पानामा भयो भने तपाईँले चाहिँ चट्ट हेर्नलाई सजिलो हुन्छ, बुझ्नलाई सजिलो हुन्छ। त्यहाँ चाहिँ तपाईँको चाहिँ कपी पल्टाएर यताउता गर्दाखेरि चाहिँ क्याल्कुलेसनमा चाहिँ मिस्टेक हुने चान्सेस धेरै हुन्छ। 42 लिनुपर्नेमा चाहिँ 24 लिने, 32 लिनुपर्नेमा 23 लिने, त्यस्तो त्यस्तो चाहिँ मिस्टेकहरू हुन्छ। धेरै चाहिँ त्यस्तो कन्फ्युज नहोस् भन्ने हिसाबले चाहिँ मैले तपाईँलाई चाहिँ फ्रेस पानाबाट स्टार्ट गर्नुहोस् भनेर भन्छु। त्यसपछि चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ तपाईँको चाहिँ गिभन डाटाहरू के छ राम्रोसँग चाहिँ हामीले चाहिँ नोट गर्ने। पहिला स्केच डायग्राम लेख्ने, यहाँ तपाईँको चाहिँ डायग्राम कोर्नु पर्यो, जे डायग्राम दिएको छ त्यो डायग्राम कोर्ने राम्रोसँग। त्यो डायग्राम कोरिसकेपछि तपाईँले चाहिँ गिभन डाटा राख्ने। गिभन डाटा यहाँ के भनेको छ त भन्दाखेरि कन्सिडर ओन्ली मेजर एक्सटर्नल फोर्सेस। कन्सिडर मेजर एक्सटर्नल फोर्सेस भन्ने बित्तिकै तपाईँको दिमागमा आउनु पर्यो वाटर प्रेसर फोर्स, अफ्लिट प्रेसर फोर्स र चाहिँ अर्को चाहिँ वेट अफ द ड्याम बडी एन्ड वाटरको वेट र ड्याम बडीमा चाहिँ त्यहाँ चाहिँ ड्यामको तल फाउन्डेसनमा चाहिँ वेट कहाँबाट आउँछ त्यो चाहिँ क्याल्कुलेसन गर्ने। त्यति चाहिँ दिमागमा आउनु पर्यो है मेजर एक्सटर्नल फोर्सेस भनेपछि। अब एक्जाममा चाहिँ यदि तपाईँलाई अर्थक्वेक पनि विचार गर भने अर्थक्वेक फोर्स पनि राख्नु पर्यो, सिल प्रेसर फोर्स पनि विचार गर भने सिल प्रेसर फोर्स राख्नु पर्यो, वेभ प्रेसर फोर्स पनि विचार गर भने वेभ प्रेसर फोर्स पनि विचार गर्नु पर्यो। तर एक्जाममा अहिलेसम्म त्यस्तो चाहिँ के भन्दाखेरि खालि मेजर एक्सटर्नल फोर्सेस मात्र कन्सिडर गर भनेर आएको हुन्छ। त्यसैले जे भनेको छ त्यो मात्रै गर्ने, किन बढाइ अनावश्यक टाउको दुखाउने। ओके, एक्जाममा चाहिँ हिसाबले चाहिँ उसले जे भनेको छ त्यो लिने। ओके, त्यसपछि कोफिसिएन्ट अफ फ्रिक्सन उसले दिएको छ, त्यो कोफिसिएन्ट अफ फ्रिक्सन चाहिँ यो चाहिँ 0.7 दिएको छ। पर्मेबिलिटी कोफिसिएन्ट के इक्वल टु 0.5 दिएको छ, त्यो चाहिँ जे भ्यालु दिएको छ त्यो लिने। अब कहिलेकाहीँ चाहिँ नयाँ इक्जामिनरहरूले चाहिँ क्वेसन सेट गर्ने बेला अब युनिभर्सिटीमा चाहिँ नयाँ यङ केटाहरू पनि आउँछन्, तिनीहरू चाहिँ के भने आफ्नो जोस जागरमा चाहिँ क्वेसन सेट गर्ने बेला चाहिँ यस्तो चाहिँ चाहिने डाटा इन्फर्मेसन नदिन सक्छ। कुनै बेला चाहिँ तपाईँले चाहिँ पुरानो क्वेसनहरू हेऱ्यो भने कोफिसिएन्ट अफ फ्रिक्सन नै छैन, कति भ्यालु लिने त भन्ने कुरा आयो भने अब त्यो बेला चाहिँ भ्यालु नै छैन भने त्यो फ्रिक्सन भ्यालु नराखिकन त हामीले गर्न सक्दैनौँ, एनालाइसिस गर्न सक्दैनौँ। हो त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ के गर्ने त भन्दाखेरि म्युको भ्यालु चाहिँ यु क्यान एजुम भ्यालु गर्ने। कति एजुम गर्ने त सर भन्यो भने चाहिँ म्युको भ्यालु चाहिँ इट क्यान बी भ्यारिज फ्रम 0.4 टु 0.9, 0.4 देखि 0.9 फरक हुन्छ। र त्यस्तो दिएन भने चाहिँ तपाईँले चाहिँ 0.7, 0.8 चाहिँ एभरेजमा चाहिँ हामीले चाहिँ कोफिसिएन्ट अफ फ्रिक्सन टेकिङ द कोफिसिएन्ट अफ फ्रिक्सन म्यु इक्वल टु
0.8 भनेर एजुम गरे पनि हुन्छ, 0.7 भनेर एजुम गरे पनि हुन्छ। तर इक्जाममा चाहिँ यदि तपाईँलाई दिएको छ भने जे भ्यालु दिएको छ त्यही लिने। ओके, यहाँ चाहिँ हाम्रो यो केसमा 0.7 भनेर दिएको छ, त्यसैले 0.7 लिने। अर्को पर्मेबिलिटी कोफिसिएन्ट। पर्मेबिलिटी कोफिसिएन्ट अफ द फाउन्डेसन, ड्याम फाउन्डेसन भन्छ। ड्याम फाउन्डेसनमा चाहिँ कतिको पर्मेबल छ त भन्ने कुरा चाहिँ त्यो भ्यालु पनि दिइरहेको हुन्छ। इट्स भ्यालु इज चेन्जिङ फ्रम 0 to 1। मैले अस्ति भनिसकेँ यो अप्लिड प्रेसर फोर्स क्यालकुलेसन गर्नलाई युज गर्नुपर्छ। यसको भ्यालु चाहिँ 0 to 1 चेन्ज हुने भएकोले अब त्यहाँ चाहिँ दियो भने चाहिँ जे भ्यालु दिएको छ त्यही लिने। यदि दिएन, कहिलेकाहीँ चाहिँ के पनि दिएन, चुप लाएर बस्दियो भने चाहिँ हामी चाहिँ के भन्दाखेरि पर्मेबिलिटी कोफिसिएन्ट भ्यालु इज इक्वल टु टेकिङ पर्मेबिलिटी कोफिसिएन्ट भ्यालु अफ पर्मेबिलिटी कोफिसिएन्ट के इज इक्वल टु 1 भनेर गर्ने। कहिलेकाहीँ चाहिँ त्यसलाई चाहिँ अब फुल पर्मेबिलिटी भनेर भन्छ। फुल पर्मेबिलिटी कोफिसिएन्ट, टेकिङ द फुल पर्मेबिलिटी कोफिसिएन्ट भन्यो भने त्यो पनि के भनेको के इज इक्वल टु 1 ल्याऊ भनेको है। त्यो चाहिँ क्वेसन चाहिँ मैले तपाईँलाई चाहिँ घुमाउने ठाउँहरू मैले भने त्यो चिजहरू भने। अर्को स्पेसिफिक वेट अफ द कङ्क्रिट। स्पेसिफिक वेट अफ द कङ्क्रिट चाहिँ उसले जे भ्यालु दिएको छ, गामाको चाहिँ भ्यालु दिएको छ, यो गामा कङ्क्रिट, यो भनेको चाहिँ के भन्दाखेरि चाहिँ तपाईँको डेन्सिटी अफ कङ्क्रिट डिभाइड बाई डेन्सिटी अफ तपाईँको चाहिँ वाटर गर्दाखेरि चाहिँ आउने चिज भयो। यो किलोन्युटन पर मिटर क्युबमा दिएको छ, त्यसैले चाहिँ 24 किलोन्युटन पर मिटर क्युब। उसले जे भ्यालु दिएको छ त्यही लिने। ओके, अलाइबल स्ट्रेन्थ अफ द बेयरिङ स्ट्रेन्थ एन्ड अलाइबल स्ट्रेन्थ, बेयरिङ स्ट्रेन्थ अफ द ड्याम फाउन्डेसन भनेको यहाँ तल चाहिँ तपाईँको चाहिँ उसले चाहिँ कति चाहिँ उसको चाहिँ बेयरिङ स्ट्रेन्थ छ त ड्याम फाउन्डेसनको, त्यसको चाहिँ स्ट्रेन्थ टेस्ट गर्दाखेरि चाहिँ 30 kg पर सेन्टिमिटर स्क्वायर छ भनेर चाहिँ उसले दिएको छ क्वेसनमा। क्वेसनमा चाहिँ 30 kg पर सेन्टिमिटर स्क्वायर दिएको छ। त्यसैले चाहिँ यसलाई चाहिँ अब चाहिँ सेयरिङ स्ट्रेन्थ 3 kg पर सेन्टिमिटर स्क्वायर, अनि चाहिँ तपाईँको चाहिँ बेयरिङ स्ट्रेन्थ चाहिँ 30 kg पर सेन्टिमिटर स्क्वायर दिएको छ। त्यसलाई चाहिँ जहिले पनि हामी चाहिँ एसआई युनिटमा चेन्ज गरिहाल्ने। हेलो, जहिले पनि त्यसलाई चाहिँ के गर्नु त एसआई युनिटमा चेन्ज गर्ने। सबैलाई म्युट गरिदियो, अरूलाई म्युट गरेर खोइ के हो, कसको आवाज आयो? ओके, 30 kg पर सेन्टिमिटर स्क्वायर चाहिँ अरू सबैलाई चाहिँ म्युट गरिदेऊ त। यहाँ उसले कृष्ण सबैलाई अरूलाई म्युट गरिदेऊ, बोल्न नमिल्ने बनाइदेऊ। ओके, अब चाहिँ त्यो चाहिँ के भने 30 kg पर सेन्टिमिटर स्क्वायरलाई हामीले चाहिँ एसआई युनिटमा चेन्ज गर्ने भनेको इन्टरनेसनल स्ट्यान्डर्ड युनिटमा चेन्ज गर्ने। त्यो गर्ने बेला चाहिँ अब फोर्सलाई चाहिँ हामी जहिले पनि किलो न्युटनमा राख्ने। यो क्यालकुलेसन गर्ने बेला न्युटन राख्यो भने चाहिँ धेरै ठुल्ठुलो एमाउन्ट आउँछ, त्यसैले चाहिँ हामी किलो न्युटनमा राख्ने। र चाहिँ तपाईँको चाहिँ युनिट अफ यो डाइमेन्सनलाई चाहिँ मिटर स्क्वायरमा लाने। ओके, सेन्टिमिटर स्क्वायरलाई मिटर स्क्वायरमा राख्ने, त्यही कुरा गरेको। यहाँ चाहिँ तपाईँको चाहिँ 30 kg लाई चाहिँ अब के गर्नु पर्यो, 30 × 9.81 गर्ने भनेपछि न्युटनमा आयो। अनि इन्टु यो सेन्टिमिटर स्क्वायरलाई चाहिँ अब मिटर स्क्वायरमा राख्नु पर्यो, त्यसैले 100 × 100 गर्यो मिटर स्क्वायर भयो। अनि किलो न्युटनमा लानलाई चाहिँ 1000 ले डिभाइड गरेको, त्यसैले 1000 डिभाइड गरेपछि यो किलो न्युटन पर मिटर स्क्वायर आउँछ। इक्जाममा चाहिँ तपाईँलाई चाहिँ तपाईँको नलेज कतिको छ भनेर यस्तो डिफ्रेन्ट युनिटमा राख्छ। तपाईँलाई चाहिँ सेम प्रोपरली चाहिँ मिलाएर चाहिँ युनिट चाहिँ स्ट्यान्डर्ड युनिट एसआई युनिट भन्छ, त्यो स्ट्यान्डर्ड युनिटमा चाहिँ तपाईँले कन्भर्ट गर्नुपर्छ। यसको भ्यालु चाहिँ 2943 किलो न्युटन पर मिटर स्क्वायर आउँछ। अब यहाँ चाहिँ मैले चाहिँ एउटा कुरा भन्नै पर्ने कुरा 29.43 आउँछ होला। कति? 29.43 हैन होला, कहाँ 29.43 आउँछ? हेर त, क्यालकुलेसन गर त। 30 × 9.81 × 1000 × 1000 गरेपछि कति भयो? हुन्छ सर, त्यो 100 पनि छ। अनि यो 100 × 100 छ नि त, ठिक छ। अनि यो 2943 किलो न्युटन पर मिटर स्क्वायर आयो। अब सेयरिङ स्ट्रेन्थ अफ द मेटेरियल चाहिँ कति छ त भन्दाखेरि 3 kg पर सेन्टिमिटर स्क्वायर भएको भएर यहाँ चाहिँ सेयरिङ स्ट्रेन्थ चाहिँ तपाईँको चाहिँ ड्याम फाउन्डेसन र मेटेरियलको चाहिँ 3 kg स्क्वायर भनेको चाहिँ त्यसलाई चाहिँ त्यसरी नै कन्भर्ट गर्ने 294.3 किलो न्युटन पर मिटर स्क्वायर आउँछ। ओके, अब यसमा चाहिँ एउटा भन्नै पर्ने कुरा चाहिँ तपाईँलाई चाहिँ के भन्दाखेरि यो भ्यालु अफ स्मल जी को भ्यालु चाहिँ अलवेज टेक द स्मल जी भ्यालु इज इक्वल टु 9.81। 9.81 भन्दा चाहिँ बढी नलिने। कुनै कुनै किताबमा, सञ्जीव बरालको किताबमा, त्यस्तै डन्डेकरको किताबमा, कुनै किताबमा चाहिँ टेकिङ द भ्यालु अफ जी इज इक्वल टु 10 भनेर दिएको छ। स्मल भ्यालु अफ जी, के अरे स्मल जी को चाहिँ भ्यालु चाहिँ 10 मिटर पर सेकेन्ड स्क्वायर टेकिङ भनेर ल्याएको छ। त्यो चाहिँ 10 भनेर चाहिँ त्यस्तो गर्यो भने चाहिँ म चाहिँ सिधै चाहिँ तपाईँको नम्बर काटिदिन्छु। किन भन्दाखेरि त्यो 10 भ्यालु अफ जी 10 भनेको चाहिँ के हुन्छ भने इट इज बेलो द सी लेभल भन्दा तल हुन्छ। ओके, मिन सी लेभल भन्दा तल हुन्छ। तपाईँले फिजिक्समा पढिसक्नु भएको छ एक्सलेरेसन ड्यू टु ग्राभिटीको भ्यालु चाहिँ कसरी चेन्ज हुन्छ भन्दाखेरि यो 9.8 अथवा 9.81 भनेको इट इज एट द मिन सी लेभल।
मिन सी लेभलमा चाहिँ तपाईँको 9.81 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। अनि त्योभन्दा माथि जति चाहिँ माथि माथि आयो हाई अल्टिच्युड हुँदै आयो भने तपाईँको चाहिँ अग्लो अग्लो ठाउँमा जाँदै गऱ्यो भने चाहिँ यो भ्यालुज अफ स्मल जी 9.81 चाहिँ घट्दै आउँछ। अनि 10 कहाँ हुन्छ त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ बेलो र मिन सी लेभल समुद्रभन्दा मुनि मात्रै चाहिँ तपाईँको चाहिँ के भने 10 पुग्छ। त्यसो हो भने सर ती किताबहरूमा किन 10 लिएको त भन्ने कुरा गर्नु होला तपाईँले। किन 10 लिएको भन्दाखेरि पहिला क्यालकुलेटरहरू थिएन, मान्छेहरू चाहिँ क्यालकुलेटर युज गर्न सक्दैनथे। अनि क्यालकुलेसन चाहिँ तपाईँको चाहिँ गर्नको लागि सजिलो होस् भनेर चाहिँ त्यो 9.81 इज इक्विभ्यालेन्ट टु 10 भनेर गरे हो। अहिले अब तपाईँलाई चाहिँ क्यालकुलेटर युज गर्न पाउँछ, तपाईँको इक्जाममा पनि क्यालकुलेटर युज गर्न पाउने भएको भएर तपाईँले चाहिँ के त भन्दाखेरि यो 9.81 को सट्टा चाहिँ 10 प्रयोग गर्यो भने चाहिँ तपाईँलाई त्यहीँबाट चाहिँ म नम्बर काटिदिन्छु। त्यहीँबाट म त्यहाँ 10 राखेर चाहिँ तपाईँले इभ्यालुएसन गर्यो भने म होल सबै चिज चाहिँ काटिदिन्छु, नम्बर चाहिँ म दिन्न। त्यो चाहिँ मेरो चाहिँ त्यो चाहिँ हुँदैन है। किन भन्दाखेरि तपाईँको चाहिँ फिजिकल्ली सेन्स हुने कुरा चाहिँ काम गर्नु पर्यो। मैले अघि नै भनिसकेँ 10 भनेको चाहिँ तपाईँको बेलो समुद्रमा आउँछ। त्यो समुद्रमा हामी चाहिँ के त भन्दाखेरि चाहिँ हाइड्रो पावर बनाउने होइन, हाइड्रो पावर हामी चाहिँ माथि हाई अल्टिच्युडमा बनाउँछौँ। 9.81 भन्दा चाहिँ कम राख्नुपर्ने। अब कति कम राख्ने भन्ने कुरा चाहिँ अब हामीले चाहिँ त्यो अल्टिच्युड अनुसार हुन्छ। त्यसैले चाहिँ त्यो भ्यालु चाहिँ अहिले चाहिँ तपाईँ चाहिँ के भने स्ट्यान्डर्ड भ्यालु चाहिँ 9.81 युज गर्ने, त्योभन्दा चाहिँ तपाईँको चाहिँ बढी युज नगर्ने। किताबमा दिएको छ मैले युज गरेँ केबाट भन्यो भने चाहिँ मसँग आर्गु नगर्नुहोस्, त्यस्तो चिजहरू चाहिँ मलाई चाहिँ हुँदैन, म चाहिँ भ्यालिड गर्दिनँ। मैले मात्र होइन अरू सरहरूले पनि यो तपाईँको चाहिँ जीको भ्यालु 10 राख्ने बित्तिकै तपाईँको चाहिँ ब्याड इम्प्रेसन हुन्छ, त्यो चाहिँ नम्बर चाहिँ स्वाटै घट्छ। त्यो चाहिँ नगर्नु होला। अलवेज टेक द भ्यालु अफ जी इक्वल टु 9.81। ओके, त्यो चाहिँ गर्नुहोस्। ओके, अब त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँ फिगरमा चाहिँ राम्रोसँग चाहिँ फिगर हेर्नुहोस्। फिगर हेरिसकेपछि तपाईँले चाहिँ के भन्दाखेरि यहाँ फिगर मतलब अब आफ्नो आफ्नो प्रेजेन्टेसन स्टाइल हुन्छ, जहाजमा चाहिँ कसरी आउँछ थाहा छैन। फिगरमा चाहिँ तपाईँले चाहिँ मेन चाहिँ हेर्नुपर्ने पार्ट चाहिँ के भन्दाखेरि यो तपाईँको रिभर बेड लेभल कति हो। रिभर बेड लेभल यहाँ मैले अहिले चाहिँ 1700 मिटर भने दिएको छु। अनि त्यसपछि यो इन्क्लाइन फेस छ, अगाडि चाहिँ इन्क्लाइन अपस्ट्रिम फेस छ। यो इन्क्लाइन अपस्ट्रिम फेस चाहिँ यो कतिमा इन्क्लिनेसन छ त एङ्गल तपाईँको चाहिँ थीटा इक्वल टु 45 डिग्रीमा छ। र यो इन्क्लिनेसन पछि भर्टिकल गएको छ, यसको चाहिँ कति इन्क्लिनेसन हाइट गएको छ त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 1720 भनेपछि तलबाट चाहिँ 20 मिटर चाहिँ हाइट चाहिँ तपाईँको चाहिँ इन्क्लाइन गएको छ। त्यसपछि अब चाहिँ नर्मल पुल लेभल भन्छ, अथवा चाहिँ तपाईँको चाहिँ फुल सप्लाई लेभल कहाँ छ त, त्यो रिजर्भयरको चाहिँ नर्मल पुल लेभल कहाँ हो भन्ने कुरा चाहिँ त्यसको आरएल पत्ता लगाउनुहोस्। यहाँ आरएल चाहिँ तपाईँको चाहिँ 1742 भनेर दिएको छ। त्यसपछि इमिडिएटली त्यहाँबाट तपाईँलाई के बुझ्नु पर्यो भन्दाखेरि हाइट अफ द अथवा चाहिँ रिजर्भयर, यहाँ चाहिँ रिजर्भयरमा पानी जम्ने चाहिँ रिजर्भयरको चाहिँ हाइट कति छ त भन्दाखेरि चाहिँ एच इक्वल टु 42 मिटर भनेर तपाईँले चाहिँ क्यालकुलेट गर्नु पर्यो। ओके, त्यसपछि अर्को चाहिँ एस्पेक्ट हेर्नुपर्ने चाहिँ हाम्रो चाहिँ के भने फ्री बोर्ड दिएको छ कि छैन, फ्री बोर्ड कति दिएको छ त भन्ने चाहिँ क्यालकुलेसन गर्नु पर्यो। यहाँ चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँको टप क्रेस्ट, टप लेभल अफ द क्रेस्ट चाहिँ तपाईँको 1742 दिएको छ। त्यसैले हामी चाहिँ 1742 माइनस 1742 भने चाहिँ यो चाहिँ तपाईँको चाहिँ 3 मिटरको फ्री बोर्ड दिएको छ, त्यो 3 मिटर पनि नोट गर्नु पर्यो। ओके, अब कङ्क्रिटको चाहिँ तपाईँको चाहिँ टोटल हाइट चाहिँ तपाईँको टप ड्यामको चाहिँ यहाँ हाइट यहाँसम्म यहाँ तलदेखि यहाँसम्म हेर्ने भने 45 मिटर भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। त्यसपछि टप विथ तपाईँको चाहिँ त्यो ड्यामको चाहिँ टप विथ कति छ त 4 मिटर। त्यसपछि भर्टिकल चाहिँ तपाईँको चाहिँ डाउन दिएको छ, तपाईँको चाहिँ भर्टिकल डाउन कति इलिभेसनसम्म छ त 1730 मिटर भनेपछि यो तपाईँको डाउन तपाईँको चाहिँ 30 मिटर यो भयो। त्यसपछि चाहिँ यहाँ इन्क्लाइन फेस छ। अब इन्क्लाइन भएपछि तपाईँको चाहिँ अर्को हाम्रो चाहिँ इम्पोर्टेन्ट पार्ट चाहिँ के त भन्दाखेरि यो चाहिँ बटम विथ बी, तपाईँको चाहिँ ड्यामको चाहिँ बेस विथ कति छ त, बेस विथ पनि भन्छ बटम विथ पनि भन्छ, क्यापिटल बीबाट चलाउँछौँ। यो क्यापिटल बी इक्वल टु यहाँ 49 मिटर दिएको छ, यो नोट गर्नु पर्यो। अब तपाईँले चाहिँ सिम्पल जोमेट्री लगाउने, यहाँसम्म चाहिँ 1730 भयो भने यहाँबाट चाहिँ तल चाहिँ हामी चाहिँ रेक्ट्याङ्गुलर तानिदियो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अब तपाईँले चाहिँ निकाल्नु पर्यो। यो चाहिँ यहाँ चाहिँ 1730 छ, यहाँ माथि चाहिँ तपाईँको 1742 भनेपछि यहाँ कति भयो त, अब यहाँ कति भयो त, यहाँ तपाईँको चाहिँ यहाँदेखि यहाँसम्म 30 मिटर, यहाँदेखि यहाँसम्मको चाहिँ 15 मिटर भयो। अनि चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ स्लोप निकाल्नु पर्यो भने चाहिँ अब निकाल्न सकिने हुन्छ। किन त भन्दाखेरि यो 45 डिग्रीको एङ्गल, यो 20 मिटर यता भयो, 24 मिटर चाहिँ यो चाहिँ तपाईँको गयो भनेपछि 49 मा 24 गएपछि चाहिँ तपाईँको चाहिँ यता 25 मिटर, यता चाहिँ तपाईँको चाहिँ 30 मिटर। अनि यो चाहिँ स्लोप चाहियो भने चाहिँ हामी स्लोप निकाल्न सक्छौँ। हामीले चाहिँ स्लोप पनि चाहियो। अब त्यो चाहिँ एङ्गल कति हुन्छ त भने अल्फा क्यालकुलेसन गर्नु पर्यो। त्यो अल्फा क्यालकुलेसन गर्नलाई चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ यहाँ देखाउन खोजिरहेको छु। अस्ति मैले स्केच प्याडबाट बनाएको, मैले चाहिँ यसलाई डिलिट गरिनँ, पछि हामीलाई चाहिन्छ म पछि फेरि चाहिँ एक्सप्लेन गर्न चाहिँ आउँछु। ओके, यहाँसम्म क्लियर छ? पहिला चाहिँ यति गर्नु पर्यो, यति गर्नु छ। यहाँसम्म कसैलाई कन्फ्युजिङ छ भने भन्नुहोस्। छ कसैलाई कन्फ्युजन?
ल छैन भने चाहिँ अब हामी फटाफट गरौँ। त्यसपछि सबभन्दा पहिला चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि फर्स्ट अफ अल तपाईँको चाहिँ यो रिजर्भयरमा वाटर प्रेसर डायग्राम कोर्नु पर्यो। वाटर प्रेसर डायग्राम कोर्नेलाई चाहिँ हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि हामीलाई थाहा छ रिजर्भयरको चाहिँ तपाईँको चाहिँ बटम लेभल कहाँ छ त, त्यो जहाँ छोएको छ जहाँ चाहिँ इन्क्लाइन फेसले चाहिँ टच भएको ठाउँ छ यो रिभरको बटम, तर चाहिँ ड्यामको बटमबाट चाहिँ त्यहाँबाट चाहिँ भर्टिकल सिधा लाइन तान्ने र चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि रिजर्भयरको चाहिँ फुल सप्लाई लेभलसम्म चाहिँ तान्ने र त्यहाँबाट चाहिँ अब हामी के भन्छ वाटरको प्रेसर गर्यो भने यहाँबाट अब हाइड्रोस्ट्याटिक प्रिन्सिपल अनुसार चाहिँ जति जति डेप्थ बढ्दै जान्छ त्यति चाहिँ तपाईँको चाहिँ यहाँ वाटर प्रेसर चाहिँ फोर्स वाटर प्रेसर पी चाहिँ बढ्दै जान्छ। त्यही त्यो सिम्बलको लागि चाहिँ मैले चाहिँ यो फिगर ताने। यो तानिसकेपछि चाहिँ यहाँ तल चाहिँ गामा इन्टु एच भनेर राख्ने, क्यापिटल गामा यहाँ चाहिँ गामा इन्टु क्यापिटल एच भनेको स्मल प्रेसर पी भयो। अनि त्यसको चाहिँ फोर्स क्यालकुलेसन गर्नु पर्यो भने अब यसको फोर्स कहाँ हुन्छ त भन्दाखेरि चाहिँ यो एरो देखाउने, यो एरोले चाहिँ तपाईँको चाहिँ तल गइरहेछ है यो फोर्स भन्ने देखाउँछ र चाहिँ फोर्स चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि हाफ गामा एच स्क्वायर आउँछ। हाफ कसरी भयो, यहाँ चाहिँ 0 प्रेसर छ, यहाँ चाहिँ तपाईँको चाहिँ गामा एच छ। अब त्यो प्रेसर भनेको एभरेज प्रेसर भनेको चाहिँ कति भयो त भन्दाखेरि एभरेज प्रेसर भनेको 0 प्लस गामा एच को एभरेज लिँदाखेरि चाहिँ हाफ गामा एच भयो इन्टु अब एरिया गर्ने भनेको चाहिँ हामीले चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यसको हाइट चाहिँ तपाईँको चाहिँ एरिया, यसमा चाहिँ यो डिरेक्सनमा फोर्स लाग्ने चाहिँ एरिया चाहिँ यो भयो, यो चाहिँ तपाईँको चाहिँ एच भयो इन्टु यताबाट चाहिँ तपाईँको चाहिँ एल इजकल टु 1 लिने। हामीले चाहिँ हरेक चाहिँ तपाईँको ड्याम डिजाइन गर्ने बेला जहिले पनि क्यालकुलेसन सजिलो होस् भन्नको लागि चाहिँ लेन्थ इजकल टु जहिले पनि चाहिँ 1 लिने भनेर अस्ति पनि भनिसक्यौँ। त्यो चाहिँ 1 लिएर गर्ने भनेपछि हाफ गामा एच स्क्वायरको भ्यालु चाहिँ यता फोर्स आउँछ भनेर यो इन्डिकेट गर्ने। त्यसपछि अर्को के गर्ने त भन्दाखेरि तपाईँलाई चाहिँ अर्को चाहिँ इम्पोर्टेन्ट चिज चाहिँ अर्को चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ अब वेट, तपाईँको चाहिँ यसमा चाहिँ वेट कहाँबाट वेट आउँछ त, यो चाहिँ तपाईँको ड्यामको फाउन्डेसनमा आउने वेट कहाँबाट आउँछ त्यो वेट चाहिँ तपाईँले चाहिँ नोट गर्ने। हेर्नुहोस् अब यो तपाईँको चाहिँ के भन्दाखेरि यो चाहिँ यसरी भयो भने यहाँ पानीले चाहिँ यति पानीले पनि तल फोर्स दिइरहेको हुन्छ, त्यसैले चाहिँ अब त्यो पानीको फोर्सलाई चाहिँ हामीले क्यालकुलेसन गर्नु पर्यो। अर्को चाहिँ ड्यामको आफ्नो वेटको चाहिँ फोर्सहरू क्यालकुलेसन गर्नु पर्यो, त्यसरी गर्ने। अब त्यो गर्नलाई चाहिँ हामीले चाहिँ के भन्दाखेरि सिम्पल रेक्ट्याङ्गुलर र ट्रायङ्गुलर पोर्सनमा कन्भर्ट गर्ने, किन भन्दाखेरि हामीलाई चाहिँ सिजी पनि चाहिएको छ। फोर्स क्यालकुलेसन गर्न फटाफट क्यालकुलेसन गर्नलाई चाहिँ हामीलाई चाहिँ सिम्पल चाहिँ तपाईँको चाहिँ रेक्ट्याङ्गुलर र ट्रायङ्गलमा चाहिँ कन्भर्ट गरिदिने। यो गर्दाखेरि चाहिँ यहाँ मैले के गरेँ, यहाँदेखि चाहिँ तपाईँको चाहिँ डटेड लाइन राखेँ, यो माथिको चाहिँ एउटा रेक्ट्याङ्गुलर पोर्सन, यो चाहिँ रेक्ट्याङ्गुलर पोर्सनमा चाहिँ जम्मा भएको पानीले दिने चाहिँ वेटलाई चाहिँ मैले W1 भने। यसको चाहिँ तपाईँको चाहिँ सिजीमा चाहिँ यहाँ कहाँ सिजी पर्छ त्यहाँनिर चाहिँ यस्तो चाहिँ एरो देखाएर गर्ने। त्यस्तै अर्को यो ट्रायङ्गल, यहाँ मेरो क्रसर देख्नुभयो होला, यो ट्रायङ्गल पार्टमा चाहिँ तपाईँको चाहिँ जुन चाहिँ छ यो पोर्सनले चाहिँ दिने चाहिँ वाटरको चाहिँ वेटले चाहिँ तल चाहिँ ड्यामको फाउन्डेसनलाई दिन्छ। त्यो भनेको चाहिँ हाम्रो चाहिँ के त भन्दाखेरि यो चाहिँ वेटलाई चाहिँ W2 भनेर लिएँ। यो W2 भनेको चाहिँ अब तपाईँको चाहिँ यसको सिजी, यो ट्रायङ्गलको सिजी चाहिँ कहाँ पर्छ त्यहाँ चाहिँ एरो यसरी देखाइदिने। ओके, त्यस्तै अब चाहिँ यो W1 र W2 क्यालकुलेसन गर्नुलाई बी केयरफुल, त्यो जहिले पनि यहाँ चाहिँ के भने वेट अफ वाटर क्यालकुलेसन गर्नु पर्यो, त्यसैले डेन्सिटी अफ वाटर लिएर गर्ने। त्यसपछि अब यहाँ चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि यो तपाईँको चाहिँ कङ्क्रिटको पार्ट आयो। अब कङ्क्रिटको ड्यामको पार्ट आयो। कङ्क्रिटको ड्याम पनि यस्तो खालको कङ्क्रिटको ड्यामलाई चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि चेन्ज इट इन्टु द सिम्पल ट्रायङ्गल एन्ड रेक्ट्याङ्गुलरमा चेन्ज गर्ने। के गरेँ मैले चाहिँ यो टप फिट बराबर जति छ त्यसलाई चाहिँ डटेड लाइन गरेर यहाँ राख्ने। यो चाहिँ तपाईँको टप फिट भनेपछि यो बिचको 4 मिटर भयो, यो भइहाल्यो। त्यसपछि यो एङ्गल 45 इन्क्लिनेसन छ भनेपछि चाहिँ यो चाहिँ तपाईँको चाहिँ के भन्दा यहाँदेखिसम्मको चाहिँ यहाँसम्मको हाइट चाहिँ कति छ त भन्दाखेरि 1720 भनेपछि यहाँ तल बटमदेखि यहाँसम्मको चाहिँ 20 मिटर भयो। यो 45 डिग्री भए चाहिँ आइसोसेल्स ट्रायङ्गल भयो, त्यसैले यो पनि चाहिँ तपाईँको चाहिँ के भन्छ 20 मिटरै हुने भयो। भनेपछि यो चाहिँ ट्रायङ्गलले चाहिँ तपाईँको चाहिँ दिने फोर्स अथवा चाहिँ वेट क्यालकुलेसन गर्ने बेला चाहिँ हामीले के भने कङ्क्रिटको भएको भएर अब हाम्रो कङ्क्रिटको डेन्सिटी युज गर्नु पर्यो अथवा कङ्क्रिटको चाहिँ स्पेसिफिक ग्राभिटी युज गरेर चाहिँ हामीले क्यालकुलेसन गर्नु पर्यो। ओके, त्यो पछि अब चाहिँ यो चाहिँ त्यसरी गर्ने। त्यसलाई चाहिँ मैले W3 भनेर दिएँ। W4 भनेको यो रेक्ट्याङ्गुलर पोर्सनको चाहिँ W4, अनि चाहिँ तपाईँको चाहिँ यता चाहिँ ट्रायङ्गुलर पोर्सन, यो तलको लोवर पोर्सन ट्रायङ्गुलर पोर्सनको W5 भनेर दिएँ। यहाँ टेल वाटर छैन, त्यसैले टेल वाटर चाहिँ हामीले चाहिँ विचार गरिरहनु परेन। टेल वाटर जे छ त्यो चाहिँ तपाईँको चाहिँ यहाँ टेल वाटर छ भने टेल वाटर पनि विचार गर्नु पर्यो, नभएको अवस्थामा हामीले यहाँ हाम्रो अहिलेको केसमा हामीले टेल वाटर छैन त्यसैले हामीले राखेनौँ। ओके, त्यसपछि वेटको कुरा गरिसकेपछि अब अर्को हामीलाई चाहिँ चाहिने के त भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ अपलिड प्रेसर फोर्स।
अप्लिट मेजर एक्सटर्नल फोर्सेसमा चाहिँ हामीलाई चाहिँ तीनटा फोर्स कन्सिडर गर भनेको छ। मेजर एक्सटर्नल एउटा चाहिँ वेट वाटर प्रेसर फोर्स, अर्को चाहिँ तपाईँको चाहिँ अप्लिट प्रेसर फोर्स विचार गर्नु पर्यो, अर्को चाहिँ वेट अफ द ड्याम चाहिँ विचार गर्नु पर्यो। त्यसैले अप्लिट प्रेसर फोर्स हामीले विचार गर्नुलाई के गर्नु पर्यो त भन्दाखेरि अप्लिट प्रेसर फोर्सको पनि डायग्राम कोर्नु पर्यो। त्यो डायग्राम कोर्नुलाई चाहिँ यहाँ जे छ मेरो अब स्केचमा चाहिँ मैले त्यतिकै चाहिँ यहाँ लेख्दाखेरि अलिकति चाहिँ मिलाएको छैन, त्यो चाहिँ अब ब्ल्याकबोर्डमा लेख्नु पाएको हुन्थ्यो। र चाहिँ यो भनेको यो पोइन्ट भनेको चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि जति ड्याम विड्थ जति छ त्यति नै चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ लाइन कोर्ने, होराइजन्टल लाइन कोर्ने। र यता आउने प्रेसर, यता चाहिँ आउने चाहिँ अब टो साइडमा भनेको यो टो साइडमा आउने प्रेसर चाहिँ के भन्दाखेरि यहाँ चाहिँ टेल वाटर नभएकोले 0 भयो, त्यसैले यहाँ चाहिँ 0मा भयो। ओके, र यता चाहिँ तपाईँको चाहिँ हिल साइडमा आउने प्रेसर कति हुन्छ त भन्दाखेरि यहाँ जति प्रेसर आउँछ हाइड्रोस्ट्याटिक प्रेसर आउँछ त्यति नै प्रेसर आउँछ, तर मल्टिप्लाइड बाई द केले चाहिँ मल्टिप्लाई गर्ने। के भनेको पर्मिबिलिटी कोएफिसिएन्ट मैले भनिहालेँ, के गामा एच भनेपछि अब यो के गामा एच अनि यो चाहिँ यो भनेको यो चाहिँ एरोहरू सानो सानो एरोले चाहिँ माथि दिन्छ फोर्स है भनेर चाहिँ यो डिरेक्सन देखाएको। अनि त्यसपछि यसको चाहिँ यो टोटल अप्लिट प्रेसर फोर्स कहाँ हुन्छ त भन्दाखेरि यो ठाउँमा चाहिँ अब तपाईँको चाहिँ ट्रायङ्गल एउटा मात्र भएकोले यहाँ हुन्छ भनेर चाहिँ यु दियौँ। यसको चाहिँ सिजीमा चाहिँ यहाँ चाहिँ हामीले चाहिँ इन्डिकेट गऱ्यौँ, यो ठाउँमा हुन्छ भनेर चाहिँ हामीले चाहिँ गऱ्यौँ हो। यसरी चाहिँ सबभन्दा पहिला चाहिँ तपाईँले चाहिँ प्रेसर डायग्राम कोर्नु पर्यो। प्रेसर डायग्राम चाहिँ नकोरिकन चाहिँ तपाईँले चाहिँ क्यालकुलेसन गर्नुभयो भने त्यहाँ चाहिँ मिस्टेक हुने चाहिँ हाइली चान्सेस हुन्छ, मिस्टेक पनि हुन्छ। र चाहिँ तपाईँले चाहिँ त्यो प्रेसर डायग्राम नकोरिकन चाहिँ इक्जाममा चाहिँ त्यतिकै क्यालकुलेसन गर्नुभयो भने तपाईँको नम्बर पनि काटिन्छ। फर्स्ट अफ अल यु हेभ टु ड्र द प्रेसर डायग्राम लाइक दिस। यसरी चाहिँ प्रेसर डायग्राम गर्ने, वेट डायग्रामहरू बनाउने। यो प्रेसर डायग्राम भनेको यो भयो, वेट यहाँ चाहिँ भयो अप्लिट प्रेसर डायग्राम, त्यसपछि वेटहरूको चाहिँ यसरी इन्डिकेसन गर्ने। यति काम चाहिँ तपाईँले चाहिँ राम्रोसँग गर्नु पर्यो। ओके, त्यति भइसकेपछि अब हामी कहाँ जाने त भन्दाखेरि अब हामी चाहिँ क्यालकुलेसन फटाफट क्यालकुलेसन गर्नुतिर जानु पर्यो। त्यो क्यालकुलेसन गर्नलाई चाहिँ अब सबभन्दा पहिला चाहिँ यहाँ आउने फोर्सेसहरू अथवा चाहिँ लोडहरू, एक्सटर्नल फोर्सेस अथवा एक्सटर्नल लोडहरू के आउँछ त्यो लोडहरू क्यालकुलेसन गर्ने। त्यसमा चाहिँ मैले भनिहालेँ यहाँ कन्सिडर मेजर एक्सटर्नल फोर्सेस भनेको भएर चाहिँ वाटर प्रेसर फोर्स, अप्लिट प्रेसर फोर्स, वेट अफ द तपाईँको चाहिँ वाटर एन्ड द ड्याम मेटेरियलको चाहिँ वेट कति आउँछ त्यति चाहिँ क्यालकुलेसन गर्ने। मेजर एक्सटर्नल फोर्सेस भनेको भएर त्यति गर्ने। अब त्यो क्यालकुलेसन गर्नलाई चाहिँ हामी चाहिँ के गर्ने भन्दाखेरि बी केयरफुल अलवेज त तपाईँलाई के भन्दाखेरि अल द फोर्सेस आर क्यालकुलेटेड इन किलो न्युटन। जहिले पनि सबै फोर्सलाई चाहिँ हामी किलो न्युटनमा लिने। र चाहिँ मोमेन्टम अल द मोमेन्टम्स आर क्यालकुलेटेड इन किलो न्युटन मिटर भनेको चाहिँ किलो न्युटन फोर्स इन्टु मोमेन्ट डिस्टेन्स, लेबर आर्म डिस्टेन्स मल्टिप्लाई गर्यो भने तपाईँको चाहिँ के हुन्छ त मोमेन्ट किलो न्युटन मिटरमा हुन्छ। दिज आर क्यालकुलेटेड एज सोन इन द टेबल बेलो टेकिङ द भ्यालु अफ जी इज इक्वल टु 9.81 मिटर पर स्क्वायर, मिटर पर सेकेन्ड स्क्वायर। जहिले पनि चाहिँ जीको स्मल जीको भ्यालु चाहिँ मैले अघि नै भनिसकेँ 9.81 भन्दा चाहिँ हामीले चाहिँ बढी नलिने, 9.81 लिने। ओके, त्यो गरिसकेपछि अब चाहिँ के त भने रियल लाइफमा चाहिँ फेरि यो 9.81 लिएर भएन। रियल लाइफमा तपाईँको अल्टिट्युड जति बढाएको छ त्यति नै यो भ्यालु कम हुन्छ। रियल लाइफमा चाहिँ हामी चाहिँ गर्ने त्यो भ्यालु छँदैछ। र अहिलेलाई चाहिँ हामी चाहिँ एकाडेमिक एक्सर्साइज गर्ने बेला चाहिँ स्मल जीको भ्यालु चाहिँ 9.81 लिने, 10 कहिले पनि नलिने भनेर अस्ति भनिसकेँ। अब टेबल फर्म चाहिँ कसरी बनाउने त भन्दाखेरि टेबल चाहिँ यसरी बनाउने, हाम्रो चाहिँ सिरियल नम्बर राख्ने, डिस्क्रिप्सन अफ द फोर्सेस भनेर राख्ने। अब यहाँ चाहिँ तपाईँको चाहिँ के भने भर्टिकल फोर्सको क्यालकुलेसन गर्नु, भर्टिकल डाउन फोर्स कहाँ छ त यस्तो चाहिँ सिम्बल दिएर डाउन फोर्स यहाँ राख्ने, अप फोर्स भयो भने यहाँ राख्ने, होराइजन्टल फोर्समा चाहिँ तपाईँको चाहिँ अपस्ट्रिमबाट डाउनस्ट्रिम भयो भने यो राख्ने, अब डाउनस्ट्रिमबाट अपस्ट्रिम गएको छ भने यस्तो राख्ने, सिम्बल सहित राख्ने। अब लेबर आर्म डिस्टेन्स फ्रम द टो, हामी चाहिँ हरेक फोर्स चाहिँ यो तपाईँको चाहिँ टोबाट चाहिँ कति टाढा छ त, कति डिस्टेन्समा टाढा छ, ताकि चाहिँ हामीले चाहिँ मोमेन्ट क्यालकुलेसन गर्नलाई चाहिँ पर्पेन्डिकुलर डिस्टेन्स हामीले क्यालकुलेसन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँको चाहिँ मोमेन्ट क्यालकुलेसन गर्नलाई चाहिँ सजिलो होस् भनेर चाहिँ हामीले चाहिँ डिस्टेन्स लेबर आर्म डिस्टेन्स फ्रम द टो पनि क्यालकुलेट गर्ने। र अब मोमेन्ट क्यालकुलेसन गर्ने। मोमेन्ट पनि अस्ति हामीले भनिसक्यौँ, एउटा ओभरटर्निङ मोमेन्ट, अर्को चाहिँ तपाईँको चाहिँ के भने रेजिस्टिङ मोमेन्ट अथवा राइटिङ मोमेन्ट भन्छ। ओभरटर्निङ मोमेन्ट भयो भने चाहिँ हामीले चाहिँ ऊ यहाँ राख्ने, त्यसलाई चाहिँ एम माइनस भन्ने चलन लिने चलन छ, त्यसले माइनस साइनबाट देखाएँ। अनि चाहिँ तपाईँको चाहिँ रेजिस्टिङ मोमेन्ट अथवा राइटिङ मोमेन्ट त्यो भनेको तपाईँको चाहिँ एन्टी क्लकवाइज हुन्छ। त्यस्तो एन्टी क्लकवाइज जब मोमेन्ट आएछ भने त्यसलाई चाहिँ हामी चाहिँ एम प्लस भनेर राख्ने। यसरी चाहिँ तपाईँले चाहिँ यो टेबुलर फर्ममा गर्ने। अब तपाईँलाई चाहिँ त्यो चाहिँ के भन्दाखेरि यहाँ मैले चाहिँ यहाँ मेरो ठाउँ सानो भएको भएर चाहिँ मैले चाहिँ डेस्क्रिप्सन अफ फोर्समा चाहिँ यहाँ थोरै मात्र राखेँ। तपाईँले चाहिँ दुइटै पानामा चाहिँ यसलाई चाहिँ कभर हुने गरिकन चाहिँ यस्तो टेबल राख्नुभयो भने यहाँ क्यालकुलेसन गर्न चाहिँ फर्मुलाहरू, क्यालकुलेटेड भ्यालुहरू फटाफट देखायो भने सजिलो हुन्छ। यसरी चाहिँ हामीले चाहिँ गर्ने। ल यहाँसम्म कुनै कन्फ्युजन छ? हेलो
छैन सर छैन छैन है। अब त्यसपछि चाहिँ मैले चाहिँ यहाँ क्यालकुलेसन अब तपाईँलाई चाहिँ गराउन खोजेको मैले यहाँ चाहिँ अब तपाईँहरू आफै क्यालकुलेसन गर्नुहोस्। मैले चाहिँ यसलाई चाहिँ तपाईँको चाहिँ अहिलेलाई चाहिँ म चाहिँ के गर्छु भन्दाखेरि यो सबैलाई चाहिँ नदेखिने गरिकन चाहिँ म चाहिँ डिम गरिदिन्छु। तपाईँले आफूले क्यालकुलेसन गर्नु पऱ्यो क्या। यो क्यालकुलेसन गर्नुलाई चाहिँ तपाईँलाई चाहिँ गरेर चाहिँ भ्यालु चाहिँ यहाँ कहाँबाट आयो भनेर चाहिँ अब क्यालकुलेटर थिचेर चाहिँ तपाईँले चाहिँ गर्नु पऱ्यो। क्यालकुलेटर थिच्नुहोस्। अब एकचोटि चाहिँ क्यालकुलेटर थिचेर चाहिँ हिसाबहरू गरौँ त कसरी आयो क्यालकुलेटर भ्यालु भनेको चाहिँ यहाँ तपाईँलाई चाहिँ मैले यहाँ यो भ्यालु चाहिँ नदेखिने गरिकन चाहिँ डिम गरिदिएँ अहिले। सरले गरिदिएकै छ केबाट सर हामीले गर्नै पर्दैन नि भनेर भन्नु होला। तपाईँलाई चाहिँ इक्जाममा चाहिँ तपाईँलाई चाहिँ सपोर्ट गर्ने कोही हुँदैन। त्यसैले चाहिँ तपाईँलाई चाहिँ आफूले गर्न सक्ने चाहिँ हुनु पर्यो। त्यो गरोस् भन्ने हिसाबले चाहिँ मैले यहाँ चाहिँ तपाईँलाई चाहिँ यो चाहिँ फन्ट चाहिँ डिलिट यहाँ चाहिँ मैले चाहिँ डिम गरिदिएँ। यो अनुसार गरेँ। फ्याक्टर अफ सेफ्टी पनि चाहिँ अहिलेलाई चाहिँ हाम्रो चाहिँ यो फ्याक्टर अफ सेफ्टी पनि क्यालकुलेसन चाहिँ अहिलेलाई मैले डिम गरिदिएँ। देखिन्छ सर देखिन्छ ल देखिन्छ भने ठिकै छ नि। कति देखियो पहिला देखिएर काम छैन आफूले निकाल्नु पर्यो। अर्काको देखेर काम गरेन आफ्नो निकाल्न सक्ने चाहिँ हुनु पर्यो। ल पहिला निकाल। ल यो अर्को ग्रुपलाई चाहिँ पढाउँदाखेरि मैले चाहिँ सबै क्यालकुलेसन गराएको थिएँ। अब यसमा चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो त यु हेभ टु क्यालकुलेट इट। अब क्यालकुलेट गर्नुहोस्। सबभन्दा पहिला चाहिँ अब हाम्रो चाहिँ के भन्दाखेरि यहाँ चाहिँ डिस्क्रिप्सन फोर्समा चाहिँ वाटर प्रेसर फोर्स भन्यो। वाटर प्रेसर फोर्स भनेको चाहिँ अब यहाँ चाहिँ फर्मुला राख्ने भयो राख्नुहोस्। यहाँ चाहिँ मैले भने यो डिस्क्रिप्सन फोर्सलाई चाहिँ अलिकति तपाईँको चाहिँ वाइड बनाउनुहोस्। यो चाहिँ क्यापिटल पी इक्वल टु हाफ गामा एच स्क्वायर। वाटर प्रेसर फोर्सले कति फोर्स दिन्छ त त्यो क्यालकुलेट गर भनेको। हाफ गामा एच स्क्वायर। हाफ गामा एच स्क्वायरको भ्यालु कति हुन्छ त्यो फटाफट क्यालकुलेसन गर। त्यो भ्यालु चाहिँ अब कहाँ हुन्छ त भने चाहिँ तपाईँको चाहिँ यो चाहिँ अपस्ट्रिमबाट डाउनस्ट्रिममा। यो भनेको हामीले चाहिँ के त भन्दाखेरि यो फोर्स चाहिँ अब हामीले क्यालकुलेट गर्दैछौँ। पी इक्वल टु हाफ गामा एच स्क्वायर। यसको भ्यालु चाहिँ राख्नुहोस्। अब गामा भनेको चाहिँ तपाईँको चाहिँ कति राख्नु पर्यो त भन्दाखेरि यहाँ गामा भनेको चाहिँ डोन्ट कन्फ्युज द्याट। गामा इक्वल टु अब हाम्रो कति भ्यालु राख्नु पर्यो त त्यहाँ भन्नु त। ल गामा भनेको गामा डब्लु ल्याऊ भनेको हो। किनभने वाटरको लिने हो। गामा भनेको गामा डब्लु लिनु पर्यो। गामा डब्लुको भ्यालु कति लिने ल भन त मलाई। 10 किलोन्युटन पर मिटर। कति 10 किन 9.81 9.81 किलोन्युटन पर मिटर स्क्वायर। यस 9.81 लिने। त्यहाँ 10 लिन थाल्यो भने त्यो त्यहीँबाट चाहिँ म नम्बर काट्छु भनेर अघि नै भनिसकेँ। मेरो चाहिँ खुकुरी त्यहीँबाट चल्छ। जसले चाहिँ 10 भनेर लिन्छ त्यो सिड्यो उसको त्यहीँबाट जान्छ। त्यसैले चाहिँ त्यहाँ चाहिँ जीको भ्यालु चाहिँ अब के भन्दाखेरि हामीलाई थाहा छ गामा डब्लु भनेको चाहिँ तपाईँको चाहिँ 1000 केजी पर मिटर क्युब। 1000 केजीलाई चाहिँ अब हामीले चाहिँ न्युटनमा लानलाई चाहिँ 9.81 ले गुणा गर्नु पर्यो इन्टु अब त्यो न्युटन भयो डिभाइड बाई 1000 गरेपछि 9.81 किलो न्युटन पर मिटर क्युब। ओके त्यो चाहिँ लिनु पर्यो। अब गामा डब्लु गामा इन्टु एच स्क्वायर हाफ गामा इन्टु एच स्क्वायर। एच भनेको यहाँ क्यापिटल एच भनेको 42 आउँछ। त्यो चाहिँ भ्यालु क्यालकुलेट गर्नुहोस् कति भ्यालु हुन्छ यु हेभ टु फाइन्ड इट। त्यो भ्यालु चाहिँ कहाँ राख्ने त भन्दाखेरि भर्टिकल डाउन फोर्स हो त होइन। भर्टिकल अप फोर्स हो होइन। अब तपाईँको चाहिँ कहाँ हो त भन्दाखेरि डाउन स्ट्रिम त तपाईँको चाहिँ के भन्दाखेरि डाउन स्ट्रिमबाट चाहिँ सरी अपस्ट्रिमबाट डाउनस्ट्रिममा जाने फोर्स हो। त्यसैले चाहिँ तपाईँले चाहिँ त्यो भ्यालुलाई चाहिँ यहाँ राख्नु पर्यो। अब त्यो भ्यालु चाहिँ राख्नुहोस् कति आयो ल भ्यालु क्यालकुलेट गर्नुहोस् त। हाफ गामा एच स्क्वायर 9.81 इन्टु एच स्क्वायरको भ्यालु कति हो एच स्क्वायर भनेको 42 को स्क्वायर राख्नुहोस्। त्यो भ्यालु कति हुन्छ अब क्यालकुलेट गर्नुहोस् त कति हुन्छ भ्यालु 8652.42। ओके ल ठिक हो 8652.42। अब त्यो चाहिँ कुन कलममा त एप्रोप्रिएट कलममा राख्नु पर्यो। यो चाहिँ डाउन स्ट्रिम तपाईँको डिरेक्सनमा जाने फोर्स भयो। त्यसैले चाहिँ हामी चाहिँ होराइजन्टल फोर्स हो। त्यसैले चाहिँ यो कलममा चाहिँ तपाईँले चाहिँ राख्नु पर्यो। ओके त्यहाँ राख्ने। ओके त्यसपछि चाहिँ अब त्यसको लेबर आर्म डिस्टेन्स के हो त त्यसको लेबर आर्म डिस्टेन्स कति हो भन्ने कुरा चाहिँ लेबर आर्म डिस्टेन्स भनेको यो टोबाट यो फोर्स चाहिँ यसरी चाहिँ होराइजन्टल फोर्स यसरी आइरहेछ टोबाट चाहिँ यसरी आइरहेछ भने यो परपेन्डिकुलर डिस्टेन्स त्यो अप टु द तपाईँको चाहिँ फोर्ससम्म चाहिँ जानु भने त्यो कति हुन्छ त भनेर क्यालकुलेट गर भनेको। कति हुन्छ र त्यसको चाहिँ सिजी कहाँनिर हुन्छ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ h/3 यो चाहिँ तपाईँको चाहिँ यो ट्रायङ्गलको सिजी लिने। हेर्नुहोस् यो प्रेसर डायग्राम वाटर प्रेसर डायग्रामको चाहिँ इम्पोर्टेन्ट चिज चाहिँ के भने यो वाटर प्रेसर डायग्राम कहाँ छ त्यसको सिजी लिने। त्यो भनेको h/3 h/3 भनेको अब 42 डिभाइडेड बाई 3 लियो भने चाहिँ त्यसको भ्यालु कति आउँछ 14 आउँछ होला 14 आउँछ सर।
अब त्यसको चाहिँ कम्प्लिट गरिदिने मोमेन्ट पनि क्याल्कुलेसन गरिहाल्ने त्यो मोमेन्ट चाहिँ अब ओभरटर्निङ मोमेन्ट हुन्छ कि राइटिङ मोमेन्ट हुन्छ त्यो डिटेक्ट गर्ने टोमा लिइरहेको छौँ राइटिङ यो होराइजन्टल फोर्सले लिइरहेको छ राइटिङ मोमेन्ट दिन्छ कुन मोमेन्ट दिन्छ ल भन त ओभरटर्निङ मोमेन्ट दिन्छ कि राइटिङ मोमेन्ट दिन्छ ओभरटर्निङ गर्छ यस यसले चाहिँ ओभरटर्निङ गर्न चाहिँ मदत गर्छ त्यसैले चाहिँ अब यहाँ चाहिँ ओभरटर्निङ मोमेन्ट क्याल्कुलेसन गर्नु पर्यो भने के गर्नु पर्यो त भन्दाखेरि होराइजन्टल फोर्स इन्टु लेबर आर्म डिस्टेन्स यहाँदेखि यहाँसम्मको लेबर आर्म डिस्टेन्स क्याल्कुलेट गर्ने भनेपछि कतिबाट अब त्यसलाई चाहिँ मल्टिप्लाई गर्नुहोस् फोर्स मल्टिप्लाइड बाई लेबर आर्म डिस्टेन्स क्याल्कुलेसन गर्नुहोस् त्यो मोमेन्ट आउँछ अब त्यो मोमेन्टलाई चाहिँ तपाईँले चाहिँ यहाँ के भने प्रोपर कलममा राख्नु पर्यो राइटिङ मोमेन्टमा राख्यो भने सिधै तपाईँको गयो तपाईँले कहाँ राख्नु पर्यो भन्दाखेरि ओभरटर्निङ मोमेन्ट भनेर एउटा चाहिँ ओभरटर्निङको केसमा राख्नु पर्यो त्यो भनेको यम माइनस भन्नेबाट पनि चलन देखाउने चलन छ त्यसैले चाहिँ यहाँ राख्नु पर्यो त्यो भ्यालु कति आउँछ त्यो भ्यालु राख्नुहोस् कति आयो भ्यालु फटाफट क्याल्कुलेसन गरिहाल्नुहोस् 121133.8 ओके त्यति भ्यालु आएपछि यो चाहिँ तपाईँले चाहिँ एप्रोप्रिएट ठाउँमा चाहिँ राख्नु पर्यो ल आफूले राख्नु होला त्यसपछि अप्लिड प्रेसर फोर्स अब हामीले चाहिँ के भन्दाखेरि एउटा प्रेसर वाटर प्रेसर फोर्स हामीले क्याल्कुलेसन गऱ्यौँ यो ठाउँमा चाहिँ वाटर प्रेसर फोर्स क्याल्कुलेसन गऱ्यौँ अब बी केयरफुल है यहाँ चाहिँ मैले चाहिँ के भने टेल वाटरको चाहिँ यहाँ दिएको छैन टेल वाटर नभएको भएर चाहिँ हामीले चाहिँ टेल वाटरको के पनि विचार गरेनौँ तर चाहिँ इक्जाममा यदि टेल वाटर पनि विचार गर भनेर चाहिँ टेल वाटर डेप्थ भनौँ न यहाँ टेल वाटर डेप्थ चाहिँ तपाईँको चाहिँ 2 मिटर 3 मिटरको टेल वाटर डेप्थ दियो भने टेल वाटर डेप्थले पनि तपाईँलाई चाहिँ यता चाहिँ प्रेसर दिन्छ त्यो चाहिँ के भन्छ होराइजन्टल चाहिँ तपाईँको चाहिँ अप डिरेक्सनमा माथिल्लो डिरेक्सनमा दिन्छ त्यो चाहिँ फेरि चाहिँ गामा एस ड्यास स्क्वायर हाफ गामा एस ड्यास स्क्वायरबाट चाहिँ तपाईँले क्याल्कुलेसन गर्नु पर्यो एस ड्यास भनेको त्यहाँ चाहिँ टेल वाटर डेप्थ कति हो त्यो चाहिँ क्याल्कुलेट गर्नु पर्यो त्यसको पनि लेबर आर्म डिस्टेन्स कति हुन्छ त एस ड्यास बाई 3 मा हुन्छ मोमेन्ट कति हुन्छ त्यसले मोमेन्टको अब कुन मोमेन्ट दिन्छ त ओभरटर्निङ मोमेन्ट दिन्छ कि राइटिङ मोमेन्ट दिन्छ त्यो विचार गरिकन चाहिँ तपाईँले चाहिँ प्रोपर ठाउँमा क्याल्कुलेट गरेर प्रोपरली क्याल्कुलेट गरेर चाहिँ तपाईँले चाहिँ भ्यालुहरू चाहिँ यो टेबलमा चाहिँ फटाफट राख्नु पर्यो यो केसमा चाहिँ हाम्रो चाहिँ खालि चाहिँ के भन्दाखेरि वाटर प्रेसर फोर्समा चाहिँ खालि अपस्ट्रिममा मात्र पानी भएको भएर चाहिँ हामीले चाहिँ माथिको मात्र कुरा गऱ्यौँ टेल वाटर देयर इज नो टेल वाटर द्याट्स वाइ ओन्ली वान प्रेसर फोर्स आयो होराइजन्टल प्रेसर फोर्स आयो एउटा मात्र गर्ने जहाजमा चाहिँ तपाईँले चाहिँ यदि चाहिँ तल टेल वाटर प्रेसर फोर्स आयो भने अर्को पनि प्रेसर फोर्स चाहिँ क्याल्कुलेसन गर्ने त्यसमा चाहिँ अब वाटर प्रेसर फोर्स क्याल्कुलेट भनेर गर्ने आईमा चाहिँ अप स्ट्रिम टु डाउन स्ट्रिम भन्ने अनि तपाईँको चाहिँ ड्यु टु चाहिँ तपाईँको चाहिँ के आईमा चाहिँ तपाईँको चाहिँ टेल वाटर प्रेसर भनेर क्याल्कुलेसन गर्ने यसरी राख्ने ओके अपलिड प्रेसर फोर्स अर्को चाहिँ अब आयो चाहिँ के भन्दाखेरि अपलिड प्रेसर फोर्स पनि अब हामीले चाहिँ क्याल्कुलेसन गर्नु पर्यो अपलिड प्रेसर फोर्स क्याल्कुलेसन गर्नलाई चाहिँ के भन्दाखेरि तपाईँ चाहिँ यो डायग्राममा जाने यहाँ हेर्नुहोस् डायग्राममा जाने यो डायग्राममा जाने बेला चाहिँ तपाईँको चाहिँ के हो त भन्दाखेरि यहाँ चाहिँ अहिले चाहिँ यहाँ हाम्रो टेल वाटर नभएको भएर चाहिँ यो सिम्पल ट्रायङ्गल आयो यदि चाहिँ यहाँ टेल वाटर भएको भए चाहिँ अस्ति मैले भने ट्रापेजोल आउँछ ट्रापेजोल आयो भने चाहिँ दुईटामा चाहिँ टुक्रा गरेर गर्नु पर्यो त्यो आफ्नो ठाउँमा छ अहिलेको यो हाम्रो केसमा चाहिँ अहिले हाम्रो के छ भन्दाखेरि सिङ्गल ट्रायङ्गल आयो यो सिङ्गल ट्रायङ्गलमा चाहिँ अब यहाँको भ्यालु लिनु पर्यो यताको भ्यालु लिनुलाई के टाइम्स गामा एच के भनेको चाहिँ उसले दिएकै भ्यालु लिनु पर्यो 0.5 भइहाल्यो गामा भनेको चाहिँ गामा डब्लु लियो भनेको 9.81 भइहाल्यो इन्टु एच भनेको चाहिँ तपाईँको चाहिँ 42 अब भनेपछि यहाँको चाहिँ प्रेसर यति यो चाहिँ बटम विथ बीसम्म आउँछ भनेपछि चाहिँ हामीले चाहिँ अपलिड प्रेसर फोर्स चाहिँ कहाँ एक्ट हुन्छ त भन्दाखेरि यो सिजी ट्रायङ्गलको सिजीमा एक्ट हुन्छ त्यसको भ्यालु चाहिँ यु इक्वल टु कति हुन्छ त हाफ गामा केएच इन्टु बी हुन्छ भनेर अस्ति हामीले क्याल्कुलेसन गरिसकेका छौँ त्यसैले त्यही फर्मुला चाहिँ यहाँ तपाईँलाई चाहिँ लेखिदिए पनि हुन्छ अपलिड प्रेसर फोर्स इक्वल टु हाफ के गामा एच इन्टु बी भनेर चाहिँ क्याल्कुलेट गर्नु पर्यो अनि चाहिँ त्यसको भ्यालु चाहिँ तपाईँले चाहिँ राखेर यहाँ सो गर्नुभयो पनि हुन्छ त्यसको भ्यालु चाहिँ अब कति हुन्छ त भनेर चाहिँ क्याल्कुलेट गर्नु पर्यो यो अपलिड प्रेसर फोर्स भनेको अब कहाँ आउँछ त यो भर्टिकल अप डिरेक्सनमा आउँछ त्यसैले त्यसको भ्यालु जति आएछ त्यो भ्यालु चाहिँ तपाईँले चाहिँ यहाँ राख्नु पर्यो ल कति आउँछ क्याल्कुलेट गर्नुहोस् त कति हुन्छ सर हाफ गामा के भन्नु गामा एच स्क्वायर बाइ 2 हैन एच स्क्वायर बाइ 2 हुन्छ कसरी हुन्छ एच स्क्वायर बाइ 2 यो अपलिड प्रेसरमा के हुन्छ सर अपलिड प्रेसर डायग्राम कोरेर त पहिला अपलिड प्रेसर डायग्राममा त्यहाँबाट निकाल भने हैन अपलिड प्रेसर डायग्राम कोरेको छ हजुर सर ल त्यहाँबाट चाहिँ अब हेर त यहाँ के भयो यसको चाहिँ एरिया निकाल्ने यो ट्रायङ्गलको एरिया निकाल्ने हो क्या यो ट्रायङ्गलको एरिया भनेको चाहिँ हाफ के गामा एच इन्टु बी गामा एच इन्टु एस बी कति भयो 5047.245 5047.2 कति 5047.245
0.245 ल नोट गर्नुस्, त्यो नोट गर्नुस्, तपाईले सबैले गर्नुस्। अब यसको लोकेसन लेबर आर्म डिस्टेन्स कति टाढा छ त, यो टोबाट कति टाढा छ भनेर 2/3 of 49 ओके 2/3 of 49 यस 2/3 of 49 यो राख्नुस्। अब 2/3 of 49 राखेपछि चाहिँ यो अब तपाईले चाहिँ कुन कलममा राख्ने, यहाँ अपलिड प्रेसर फोर्स चाहिँ यो डाउन भीमा राख्ने कि अप भीमा राख्ने कि कहाँ राख्ने होला भने त पहिला अप भी यो अप भी भयो ओके अप भीमा राख्नु पर्यो। ठीक छ, त्यसपछि चाहिँ अब तपाईको चाहिँ के हुन्छ त भन्दाखेरि यसमा चाहिँ अब यसको पनि मोमेन्ट क्याल्कुलेसन गर्नुस्। अब ट्वाइस b/3 भनेको भ्यालु कति हो, लेबर आर्म डिस्टेन्स 2b/3 भनेको 49/3 गर्दाखेरि चाहिँ तपाईको 2 × 49/3 गर्दाखेरि 32.67 आउँछ। ओके त्यसपछि चाहिँ तपाईले चाहिँ के त भन्दाखेरि यसको चाहिँ ओभरटर्न क्याल्कुलेसन गर्नुस्, यति भ्यालु आउँछ होला हो। ल कति भ्यालु आउँछ, अपलिड प्रेसर फोर्स चाहिँ यसरी क्याल्कुलेसन गर्ने आउँछ त्यति। आउँछ कि आउँदैन, आउँछ 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 ल ल ठीक छ। अब त्यसपछि यो डेटामा कन्फ्युजन छ केही अहिलेसम्म, कन्फ्युजन छ यसमा छैन। अब हामी कहाँ जानेछौँ त भन्दाखेरि दुईटा फोर्स हामीले क्याल्कुलेसन गरिसक्यौँ। मेजर एक्सटर्नल फोर्स मात्र कन्सिडर गर भनेको एउटा चाहिँ वाटर प्रेसर फोर्स, अर्को चाहिँ अपलिड प्रेसर फोर्स, दुईटा कन्सिडर गरिसक्यौँ। अब भनेपछि अब हाम्रो चाहिँ केमा जानु पर्यो त, अब हामी चाहिँ कहाँ जानु पर्यो, वेट अफ तपाईँको चाहिँ ड्याम एन्ड वाटर क्याल्कुलेसन गर्नु पर्यो। त्यो चाहिँ तपाईँको चाहिँ ड्यामको फाउन्डेसनमा आउने चाहिँ वाटर वेट कति हो अनि तपाईँको चाहिँ ड्याम बडीले आउने वेट चाहिँ कति हो, त्यो चाहिँ क्याल्कुलेसन गर्नु पर्यो। अब त्यसको लागि चाहिँ अहिलेको फिगरमा हेरौँ हामी, त्यो फिगरमा हेरौँ। यो फिगरमा चाहिँ तपाईँले त्यही भएर चाहिँ तपाईँको एउटै पानामा हुने गरेर ड्रइङ गर्नुहोस् भन्ने कारण त्यो यो घरिघरि हेरिरहनु पर्ने हुन्छ, कन्फ्युज नहोस् भन्नेलाई चाहिँ अब सबभन्दा पहिला चाहिँ के भन्दाखेरि वेट अफ वाटर क्याल्कुलेसन गरौँ। वेट अफ वाटर क्याल्कुलेसन गर्नलाई मैले अघि नै भनिसकेँ, यहाँ तपाईँको चाहिँ ड्याम चाहिँ जहाँ छ त्यसको चाहिँ बटम यो चाहिँ तपाईँको अपस्ट्रिम हिल साइड भन्छ, त्यहाँबाट भर्टिकल अप तानेपछि यो चाहिँ तपाईँको चाहिँ यो इन्क्लाइन तपाईँको चाहिँ के त भन्दाखेरि ड्याम भएको कारणले गर्दाखेरि यो इन्क्लाइन पोर्सनमा भएको, यहाँ मेरो क्रसर देख्नुभयो होला तपाईँहरूले, यो क्रसरमा चाहिँ तपाईँको चाहिँ यो इन्क्लाइन पार्टमा चाहिँ जति छ त्यतिले चाहिँ तपाईँको चाहिँ के त भन्दाखेरि त्यो चाहिँ वाटर वेटले चाहिँ तल चाहिँ ड्यामको फाउन्डेसनमा दिइरहेको हुन्छ। अब त्यो वाटर वेट क्याल्कुलेसन गर्नलाई चाहिँ सजिलो बनाउनको लागि हामीले के गर्यौँ त भन्दाखेरि त्यसलाई चाहिँ अब एकैचोटि ट्रापेडोलको हामीले चाहिँ एनालाइसिस गर्नलाई चाहिँ गाह्रो हुन्छ अथवा त्यसको चाहिँ सिजी पत्ता लगाउनलाई गाह्रो हुन्छ। त्यसैले हामीले सिम्पल चाहिँ के भने रेक्ट्याङ्गुलर र ट्रायङ्गलमा चेन्ज गऱ्यौँ। सबभन्दा पहिला अब W1 भनेको एउटा रेक्ट्याङ्गुलर पर्सन, हेर्नुहोस् त यो रेक्ट्याङ्गुलर पर्सन। अब यसको चाहिँ तपाईँको चाहिँ वेट क्याल्कुलेसन गर्नु पऱ्यो भने के गर्नु पर्यो त, सबभन्दा पहिला चाहिँ वेट क्याल्कुलेसन गर्नलाई चाहिँ अब के गर्नु त भन्दाखेरि हामी चाहिँ सिम्पल फर्मुला हो, वेट क्याल्कुलेसन भनेको मास इन्टु जी। ओके अब मास चाहियो, मास भनेको के त भन्दाखेरि यो चाहिँ यति एरियामा चाहिँ पानी चाहिँ स्टोर हुने कति हो त भनेपछि यो मास भनेको चाहिँ अब के भोल्युम इन्टु डेन्सिटी। भोल्युम इन्टु डेन्सिटी भनेको चाहिँ भोल्युम भनेको के हो त भन्दाखेरि यो एरिया इन्टु यताको लेन्थ, हामी चाहिँ 1 मिटर विचार गर्ने भनेका छौँ। लेन्थ ए भनेको यो एरिया भनेको चाहिँ यो रेक्ट्याङ्गुलर पर्सनको एरिया कति हुन्छ त त्यो क्याल्कुलेट गर्नु पर्यो। कति हुन्छ यो रेक्ट्याङ्गुलर एरियाको, ल भन्छ माथिको एरिया कति हुन्छ 20 × 22 कति 20 यस इन्टु 22 हो। ब्रेन चाहिँ अलिक फास्ट गर्नु पर्यो। अब यो रेक्ट्याङ्गुलर एरियाको चाहिँ तपाईँको चाहिँ एरिया चाहिँ 20 × 22 एरिया भयो इन्टु लेन्थ, एउटा लेन्थ एल इक्वल टु 1 मिटर गरेपछि भोल्युम भयो अनि इन्टु डेन्सिटी। डेन्सिटी अफ वाटर भनेको चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि तपाईँको चाहिँ 1000 kg/m³ गरेपछि चाहिँ तपाईँको मास आयो अनि त्यसलाई चाहिँ फेरि 9.81ले चाहिँ गुणा गरेपछि तपाईँको चाहिँ के भयो त अब तपाईँको चाहिँ वेट अफ द वाटर इन कन्टेनिङ इन दिस रेक्ट्याङ्गुलर पोर्सन W1 को आयो हो। त्यसरी क्याल्कुलेसन गर्ने भनेपछि अब यसको चाहिँ के भयो भने साँच्चीकै क्याल्कुलेसन गर्ने चाहिँ W1 इक्वल टु कति भयो त भन्दाखेरि रेक्ट्याङ्गुलर पर्सन भएको भएर चाहिँ 20 × 22 मल्टिप्लाइड बाई तपाईँको चाहिँ 9.81 kN/m³ आउने भयो। त्यसको भ्यालु कति आउँछ त, अब त्यो कहाँ जान्छ त्यो लोड कहाँ जान्छ, W1 भनेको चाहिँ भर्टिकली अप जान्छ कि भर्टिकली डाउन हुन्छ कि होराइजन्टल जान्छ कि कहाँ जान्छ त्यो प्रोपर कलममा चाहिँ राख्नु पर्यो। W1 को भ्यालु चाहिँ यहाँ चाहिँ क्याल्कुलेट गरेको फर्मुला पनि त्यहाँ देखाएको हुन्छ, नो प्रब्लम। त्यसपछि चाहिँ अब यसको भ्यालु कति हुन्छ क्याल्कुलेट गर्नुहोस् र त्यो चाहिँ प्रोपर कलममा राख्नु पर्यो। कुन कलममा राख्ने हो त्यसलाई, डाउन फोर्स हो कि अप फोर्स हो कि कहाँ हो त, ल भन त मलाई कहाँ जान्छ त्यो फोर्स, डाउनमा हो। त्यसैले चाहिँ अब तपाईँलाई चाहिँ त्यसको चाहिँ फोर्सको चाहिँ तपाईँको चाहिँ भ्यालु राख्नु पर्यो। कति आउँछ ल भ्यालु क्याल्कुलेट गर्नुहोस् त। मेरो क्याल्कुलेसन मिल्छ भने तपाईँहरूको ग्रुप एबीको साथीहरूले गरेको अनुसार चाहिँ गरे हो भने चाहिँ यो चाहिँ 4316.4 आउँछ। ठिक हो, ठिक हो।
ठिक हो ओके यसको अब लेबर आर्म डिस्टेन्स कहाँ पर्छ त यसको लेबर आर्म डिस्टेन्स क्याल्कुलेसन गर्नुस् त यो लेबर आर्म डिस्टेन्स भनेको के W1 भनेको यो रेक्ट्याङ्गुलर पर्सन भयो त्यसैले चाहिँ यहाँ के त भन्दाखेरि यो होल चाहिँ तपाईँको चाहिँ यहाँदेखि चाहिँ 49 मिटर छ टोबाट यहाँसम्म चाहिँ अब सिजीसम्म यसको सिजीसम्म भ्यालु लिनु पर्यो भने लेबर आर्म डिस्टेन्स लिनु पर्यो भने कति हुन्छ त ल भन त 49 माइनस कति हुन्छ अब 49 माइनस 10 यस हो 49 माइनस 10 हुन्छ लेबर आर्म डिस्टेन्स चाहिँ 49 माइनस 10 राख्ने अब लेबर आर्म डिस्टेन्स चाहिँ यहाँ क्याल्कुलेसन राख्नु पर्यो अब लेबर आर्म डिस्टेन्स कति हो राख्नुहोस् त्यसपछि चाहिँ तपाईँको चाहिँ के त भन्दाखेरि यसको पनि भ्यालु भयो अनि त्यो मल्टिप्लाई गरेपछि चाहिँ अब यो दुईटा फोर्स इन्टु डिस्टेन्स मल्टिप्लाई गरेपछि यसले चाहिँ कुन मोमेन्ट दिन्छ त अब यसले ओभरटर्निङ मोमेन्ट दिन्छ कि राइटिङ मोमेन्ट दिन्छ कि के दिन्छ अब यसले के राइटिङ मोमेन्ट दिन्छ त्यसैले चाहिँ राइटिङ मोमेन्ट कति हुन्छ यो दुईटा फोर्सको चाहिँ तपाईँले चाहिँ क्याल्कुलेसन गर्नुहोस् यसको भ्यालु चाहिँ यति आउँछ ल आउँछ कि आउँदैन क्याल्कुलेट गर्नुहोस् सबैले गर्नुहोस् है सबैले जसले गर्दैन नि ऊ पछि कन्फ्युज हुन्छ है त्यही भएर गर्नुहोस् यो कसरी क्याल्कुलेसन गरेको हो त W1 कहाँ हो कसरी क्याल्कुलेसन गरे हो भनेर बुझ्नुहोस् है अलिक ब्रेन फास्ट हुनु पर्यो छिटो छिटो गर्नु पर्यो जसले गर्दैन नि ऊ पछि कन्फ्युज हुन्छ के गरे हुन्छ उसलाई चाहिँ कहाँबाट भ्यालु आएको के हो थाहै हुन्न त्यस्तो चाहिँ नहोस् त्यसैले चाहिँ मैले चाहिँ यहाँ तपाईँलाई चाहिँ गराउन आफैलाई गराउन खोजेको चाहिँ यो ल भयो यति आउँछ आउँछ ल त्यस्तै अब W2 भनेको चाहिँ के हो त W2 भनेको चाहिँ तपाईँको चाहिँ वेट अफ वाटर यो वेट अफ वाटर जुन छ यो W2 यो चाहिँ माथिको चाहिँ ट्रायंगुलर पर्सनको वेट अफ वाटर हेर्नुहोस् त ट्रायंगुलर पर्सनको वेट अफ वाटर भनेको यो ट्रायंगुलरको चाहिँ अब एरिया निकाल्नु पर्यो यो एरिया भनेको चाहिँ कति भयो त यताबाट चाहिँ 20 मिटर यताबाट चाहिँ तपाईँको चाहिँ 20 मिटर छ त्यसैले चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि यो ट्रायंगल भएको भएर हाफ 20 इन्टु 20 गर्नु पर्यो इन्टु अब उता लेन्थ भनेको 1 मिटरै भयो त्यसैले चाहिँ अब भोल्युम आयो अनि इन्टु 9.81 गरेपछि चाहिँ तपाईँको चाहिँ के हुन्छ त यसको चाहिँ वेट W2 आउँछ किन 9.81 किन लिएको त भन्दाखेरि यो वाटरको वेट भएकोले 9.81 लिएको त्यसैले चाहिँ अब यसको भ्यालु चाहिँ तपाईँको हाफ इन्टु 9 तपाईँको चाहिँ के भने 20 इन्टु 20 इन्टु 9.81 को भ्यालु क्याल्कुलेट गर द्याट विल बी इक्वल टु W2 अब यो कुन सिजी यहाँ कहाँ चाहिँ एक्ट हुन्छ त भन्दाखेरि यो सानो ट्रायंगलको चाहिँ तपाईँको चाहिँ सिजीमा एक्ट हुन्छ जुन भनेको चाहिँ तपाईँको चाहिँ के यताबाट चाहिँ B/3 मा चाहिँ एक्ट हुन्छ उताबाट त्यसको अब मलाई भन्नु पर्यो साउन्ड अड्कियो सर यसको चाहिँ फोर्स कति हुन्छ त्यो फोर्स चाहिँ अब कहाँ हुन्छ त यो पनि भन्दाखेरि भर्टिकल डाउनमा लाग्छ यो त्यसको भ्यालु 19 छ हुन्छ फर्मुला भ्यालुहरू यहाँ राखेर चाहिँ यो डिस्क्रिप्सन अफ फोर्सेस भनेर जुन क्याल्कुलेसन राखेको हो यसमा चाहिँ तपाईँले फटाफट लेखिदियो भने त्यहाँ सो गरिदियो हेलो मेरो नेट गएछ के भयो भनेको लास्टमा पगाई म स्क्रिन शेयर गर्छु ल यसमा चाहिँ लेबर डिस्टेन्स कति भयो रे क्याल्कुलेट गर्नु त W2 को लेबर आर्म 42.33 हेलो यस सर हेलो कति रे 42.33
कति कति भने 49 minus ओके 1/3 of 20. 42.33 ल कसरी आयो क्याल्कुलेट गरेको भ्यालु कसरी आयो भन त सर आवाज अट्क्यो यस 49 माइनस 1/3 आवाज अड्क्यो सर of 20 गरेपछि यति छ अब यसले पनि के मोमेन्ट छ त्यस्तै W3 क्याल्कुलेसन गर्ने हेलो फेरि भनिदिनु पर्यो सर W3 क्याल्कुलेसन गर्ने के भयो W2 को बुझेन W2 क्याल्कुलेसन गरेको फेरि भन्नु पर्यो हेलो सर W2 के बुझेन ल भन त W2 क्याल्कुलेसन गरेको के हो हाफ इन्टु तपाईको 1962 आउँछ कि आउँदैन आउँछ सर आउँछ ओके त्यसपछि लेबर आर्म डिस्टेन्स क्याल्कुलेसन गर्नु पर्यो लेबर आर्म डिस्टेन्स भनेको त्यसको सीजी चाहिँ केमा पर्यो त भन्दाखेरि यहाँ चाहिँ सानो ट्रायंगलको सीजी गर्दाखेरि तपाईको चाहिँ यो चाहिँ 1/3 of 20 यताबाट आउँछ त्यसैले 49 minus 1/3 of 20 गर्ने त्यो भने 42.33 आउँछ उ 42.33 आयो अनि यो दुईटाको मल्टिप्लाई गर्ने तपाईको चाहिँ यसले चाहिँ कुन मोमेन्ट दिन्छ त भन्दाखेरि तपाईको चाहिँ यसले पनि राइटिङ मोमेन्ट दिन्छ यसले चाहिँ तपाईको चाहिँ एन्टी क्लकवाइज मोमेन्ट दिन्छ एट द टोमा त्यसैले चाहिँ यसको चाहिँ राइटिङ मोमेन्टमा चाहिँ भ्यालु राख्ने यो चाहिँ तपाईको 83051.46 यो दुईटालाई चाहिँ मल्टिप्लाई गरेर क्याल्कुलेट गरेर आएको भ्यालु यो त्यस्तै अब W3 बी केयरफुल अब यहाँ W3 भएपछि W3 मा के छ त भन्दाखेरि यहाँ W3 भनेको हेर्नुस् यो पार्ट यो चाहिँ तपाईको चाहिँ ट्रायंगलको चाहिँ यो अघिल्लो पार्ट हिल साइडमा भएको चाहिँ ड्यामको चाहिँ सानो ट्रायंगल पार्टको चाहिँ लिँदै छौं यसको चाहिँ साइज भनेको 20 मिटर बाइ 20 मिटरको ट्रायंगल पार्ट छ त्यसैले चाहिँ यसको पनि एरियाले क्याल्कुलेसन गर्नु पर्यो भने हाफ 20 इन्टु 20 गर्नु पर्यो इन्टु लेन्थ भनेको उता 1 मिटर भयो भोल्युमै भयो इन्टु अब त्यो चाहिँ मास इन्टु रो भनेको चाहिँ यसको चाहिँ अब के डेन्सिटी क्याल्कुलेसन गर्नु पर्यो अब यहाँ डेन्सिटी रो इन्टु जी को भ्यालु एकैचोटि दिएको छ 24 किलो न्यूटन पर मिटर क्यूब त्यसैले यसको भ्यालु क्याल्कुलेसन गर्ने बेला चाहिँ यो वेट W3 क्याल्कुलेसन गर्ने बेला के गर्नु पर्यो त भन्दाखेरि हाम्रो कंक्रीटको भ्यालु लिनु पर्यो कंक्रीटको डेन्सिटीको भ्यालु लिनु पर्यो त्यसैले हामी के गर्ने त भन्दाखेरि यसको भ्यालु क्याल्कुलेट गर्ने बेला चाहिँ W3 इक्वल टु हाफ 20 इन्टु 20 इन्टु 24 किलो न्यूटन पर मिटर क्यूब ओके 20 हाफ 20 इन्टु 20 इन्टु 23 किलो न्यूटन पर मिटर क्यूब यो पनि फोर्स चाहिँ के त भन्दाखेरि वेट भएको भएर तल जान्छ डाउनमा जान्छ यसको भ्यालु क्याल्कुलेट गर्नुस् त कति हुन्छ भ्यालु तपाईले चाहिँ यु विल गेट 4800 भनेर आउँछ ल आउँछ फटाफट गर्नु फटाफट टाइम छैन यार हामीसँग फेरि आउँछ ओके त्यसपछि अब लेबर आर्म डिस्टेन्स यसको चाहिँ लेबर आर्म डिस्टेन्स 35.66 टाढा छ त भने चाहिँ लेबर आर्म डिस्टेन्स क्याल्कुलेसन गर्नुस् कति ल ठीक छ 35.667 होला यहाँ चाहिँ अब राउन्ड फिगर गर्दाखेरि 35.69 माइनस कसरी आयो 2/20 लेबर आर्म डिस्टेन्स कसरी आयो भन त So 20 divided by 3 W3 को plus 4 plus 25 20 divided by 3 कसरी ठीक छ त्यसरी गरे पनि हुन्छ ठीक छ तपाईले त्यसरी गरे पनि हुन्छ मैले नभए यसरी गर्दा पनि हुन्छ 49 माइनस 2/3 of 20 गरे पनि हुँदैन त्यही भ्यालु आउँछ किनभने यसको चाहिँ 2/3 of 20 को चाहिँ यता छ त्यसैले चाहिँ 49 माइनस 2/3 गरे भने त्यही भ्यालु आउँछ ओके वाट एभर द्याट जताबाट गरे पनि भ्यालु चाहिँ के आउनु मिल्नु पर्यो 35.67 यो दुईटालाई चाहिँ मल्टिप्लाई गरेपछि यसले पनि राइटिङ मोमेन्ट दिन्छ त्यसैले राइटिङ मोमेन्टको भ्यालु चाहिँ यहाँ राख्ने ओके आज मेरो चाहिँ इन्टरनेट अलि स्टेबल छैन अनस्टेबल भनेर देखाइरहेछ ओके त्यसपछि अब W4 क्याल्कुलेसन गर्नु पर्यो W4 भनेको रेक्ट्याङ्गुलर पोर्सन ओके रेक्ट्याङ्गुलर पोर्सनको क्याल्कुलेसन गर्ने बेला चाहिँ अब हाम्रो चाहिँ के भन्दाखेरि W4 भनेको चाहिँ यो हेर्नु W4 लाई चाहिँ रेक्ट्याङ्गुलर पोर्सनलाई चाहिँ अब क्याल्कुलेट गर्ने बेला चाहिँ के हुन्छ धेरै जसो केटाहरूले कहाँ मिस्टेक गर्छ त भन्दाखेरि तपाईलाई चाहिँ मिस्टेक गर्ने ठाउँ पनि भनिदिन्छु म यहाँ चाहिँ तपाईको चाहिँ यो हाम्रो चाहिँ रेक्ट्याङ्गुलर पोर्सन यहाँ तलदेखि माथिसम्मकै हो नि
त्यो गर्ने बेला चाहिँ अब हाम्रो चाहिँ यसको एरिया भनेको चाहिँ 4 टप फिट 4 इन्टु यो टोटल हाइट लिनुपर्ने, टोटल हाइट 45 लिनुपर्ने। तर धेरै जसो केटाहरूले चाहिँ के भन्ने हाइट भनेपछि यस मात्र लिन्छ 42 भनेर लिन्छ, त्यहाँ गल्ती गर्छ। त्यसैले त्यस्तो गल्ती गर्ने होइन। द्याट इज द वेट अफ द ड्याम अफ द रेक्ट्याङ्गुलर पर्सन विल बी इक्वल टु कति भन्दा 4 इन्टु 45 4 इन्टु 45 मिटर इन्टु अब डेन्स 4 किलोन्युटन पर मिटर क्युब त्यति लिने। त्यो भनेपछि तपाईँको चाहिँ W4 को भ्यालु क्यालकुलेट गर्ने। यो पनि चाहिँ डाउनमा जाने भएको चाहिँ W4 को भ्यालु चाहिँ 4320 आउँछ र यसको लेबर आर्म डिस्टेन्स चाहिँ क्यालकुलेसन गर्नु पर्यो। लेबर आर्म डिस्टेन्स क्यालकुलेसन गर्नलाई चाहिँ के गर्ने भन्दाखेरि त्यसको सिजी तपाईँको चाहिँ रेक्ट्याङ्गुलरको सिजी हामीलाई यो थाहा हुन्छ। टोबाट चाहिँ अब यहाँबाट गर्नु पर्यो भने यताबाट चाहिँ 25 मिटर प्लस अनि यो 2 भने चाहिँ 27 मिटर तपाईँको चाहिँ टोमा आयो। त्यसैले चाहिँ अब चाहिँ हाम्रो चाहिँ यो लेबर आर्म डिस्टेन्स चाहिँ 27 भयो। अनि यसको मोमेन्ट पनि अब यसले चाहिँ के दिन्छ त भन्दाखेरि राइटिङ मोमेन्ट दिन्छ। त्यो राइटिङ मोमेन्टको चाहिँ भ्यालु चाहिँ यहाँ चाहिँ यति आउँछ भनेर क्यालकुलेसन गर्ने। ल ठिक छ, कसैलाई क्यालकुलेसन छिटो बुझेन भने सोध है, प्लिज सोध्नु होला। ठिक छ, क्यालकुलेसन ठिक छ, केटाहरूले क्यालकुलेसन गरेको छ कि छैन? एकदम ठिक छ सर क्यालकुलेसन। ल एकदम ठिक छ, ल गर्नु पर्यो है, गर्नु पर्यो। ओके, अब त्यसपछि W5 भनेको के त भन्दाखेरि यता चाहिँ अब हाम्रो चाहिँ तलको चाहिँ टो साइडको ट्रायङ्गल पार्ट, ड्यामको चाहिँ ट्रायङ्गल पार्टको चाहिँ टो साइडको चाहिँ लिनु पर्यो। त्यसैले चाहिँ टो साइडको चाहिँ यसको लिने बेला चाहिँ यसको थाहा छ हाम्रो चाहिँ यसको लेन्थ चाहिँ यहाँ चाहिँ अब 30 मिटर छ अनि यहाँबाट यता चाहिँ 25 मिटर छ। त्यो हामीले क्यालकुलेसन गरिसक्यौँ। W5 भनेको यहाँ हो, यसको सिजीमा चाहिँ यहाँ चाहिँ फोर्स एक्ट हुन्छ। त्यसैले अब यसको भ्यालु चाहिँ क्यालकुलेट गर्नु लागि कति W5 इक्वल टु हाफ टाइम्स 25 इन्टु 30 मल्टिप्लाइड बाई यो कङ्क्रिटको भएकोले चाहिँ 24 लिनु पर्यो। त्यो चाहिँ भ्यालु लिने, त्यो चाहिँ W5मा चाहिँ भ्यालु लिने। W5 इक्वल टु कति हुन्छ त्यो चाहिँ भ्यालु चाहिँ तपाईँले चाहिँ क्यालकुलेट गरेर चाहिँ यु क्यान क्यालकुलेट द भ्यालु। र W5 को भ्यालु चाहिँ 9000 आउँछ। र चाहिँ यसको चाहिँ लेबर आर्म डिस्टेन्स भनेको अब कति हुन्छ त भनेको 2/3 अफ 25 आउँछ। त्यो भनेको 16.667 आउँछ। र चाहिँ त्यसको चाहिँ तपाईँको चाहिँ राइटिङ मोमेन्ट दिन्छ, त्यसले यो फोर्सले क्यालकुलेसन गरेर चाहिँ 150030 भनेर चाहिँ आउँछ, अथवा चाहिँ यति चाहिँ भ्यालु आउँछ। यो चाहिँ तपाईँले चाहिँ ख्याल राख्नु होला। यसरी चाहिँ क्यालकुलेसन चाहिँ हामीले चाहिँ गर्नु पर्यो। के गर्नु पर्यो त भन्दाखेरि तपाईँले चाहिँ हरेक फोर्सहरूको क्यालकुलेसन गर्नु पर्यो, त्यो ड्याम बडीमा आउने फोर्स। अनि त्यसको चाहिँ कहाँ हुन्छ त त्यो लेबर आर्मबाट चाहिँ कति टाढा छ, अथवा चाहिँ लेबर आर्म डिस्टेन्स हाम्रो फ्रम द टोबाट चाहिँ कहाँ हुन्छ, त्यसको सिजी हेरिकन चाहिँ त्यहाँनिर फोर्स हुन्छ भनेर क्यालकुलेसन गर्नु पर्यो। र चाहिँ त्यसपछि चाहिँ त्यसको चाहिँ हरेकको चाहिँ मोमेन्ट पनि क्यालकुलेसन गर्नु पर्यो। र मोमेन्ट र फोर्स क्यालकुलेसन गर्ने बेला चाहिँ बी केयरफुल, त्यसले ओभर टर्निङ दिन्छ कि अथवा चाहिँ राइटिङ मोमेन्ट दिन्छ, त्यो हेरिकन चाहिँ प्रोपर कलममा चाहिँ तपाईँले चाहिँ ओभर टर्निङ भने ओभर टर्निङको कलममा राख्नु पर्यो। र तपाईँको चाहिँ राइटिङ मोमेन्ट दिन्छ अथवा रेजिस्टिङ मोमेन्ट दिन्छ भने रेजिस्टिङ मोमेन्टको कलममा राख्नु पर्यो। यसरी चाहिँ गर्नु पर्यो। ल यहाँसम्म कसैलाई कन्फ्युजिङ छ? ल W5 को क्यालकुलेसनमा 30 आउँदैन, ठ्याक्कै 1540 आउँछ। कहाँ यस्तो चाहिँ तिमीले चाहिँ यहाँ चाहिँ यस्तो 16.667 गर्यो होला। त्यही भएर चाहिँ जहाजमा चाहिँ म तपाईँलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ यहाँ मैले चाहिँ अब अस्ति केटाहरूलाई पनि भनेको थिएँ, एबीको ग्रुपलाई पनि, तपाईँले चाहिँ 16.67 नै राखेर क्यालकुलेट गर्नु त। 9000 इन्टु 16.67 नै राखेर क्यालकुलेट गर्नु त कति आउँछ? मैले चाहिँ ओरिजिनल भ्यालु नै राखेको हो, त्यसरी नराख्नुहोस्। अब तपाईँलाई ओरिजिनल भ्यालु नै राख्ने भने यहाँ 3 डिजिटसम्म देखाउनुहोस् क्या। तपाईँले चाहिँ यहाँ 35.667 भनेर देखाउनुहोस्, यहाँ पनि 16.667 भनेर देखाउनुहोस्। त्यहाँ जे भ्यालु राखेको छ त्यही भ्यालु राखेर चाहिँ तपाईँले चाहिँ क्यालकुलेट गर्नुहोस्। त्यो चाहिँ अब तपाईँको के भन्दाखेरि यो चाहिँ त्यो डेसिमल पछाडिको चाहिँ भ्यालुले गर्दाखेरि फरक भएको थियो। डेसिमलको पछाडि यहाँ किनभने अगाडि ठुलो एमाउन्ट छ 9000 भन्ने छ, अनि त्यसले चाहिँ मल्टिप्लाई 0.333लाई चाहिँ मल्टिप्लाई गर्दाखेरि 0.666 ले मल्टिप्लाई गर्दाखेरि त्यो धेरै भ्यालु चाहिँ फरक हुन्छ। त्यसैले चाहिँ अब इक्जाममा चाहिँ के हुन्छ भन्दाखेरि इक्जामिनरले चाहिँ तपाईँलाई चाहिँ एउटाको रिजल्ट एउटा आउँछ, अर्कोको रिजल्ट अर्को आउँछ, क्यालकुलेसन गर्ने बेला फरक हुन्छ। त्यसैले चाहिँ मैले तपाईँलाई चाहिँ यहाँ के भन्दाखेरि जहिले पनि म के भन्छु भने 3 डिजिटसम्म लिनुहोस्। जस्तो यहाँ 32.667 भनेर देखाउनुहोस् र क्यालकुलेसन गर्ने बेला 32.667 मल्टिप्लाइड बाई दिस फोर्स भनेर क्यालकुलेट गरेर जे भ्यालु आउँछ त्यो राख्नुहोस्। तपाईँले चाहिँ ओरिजिनल भ्यालु छ भने टक 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 गर्यो, अनि त्यसपछि चाहिँ तपाईँको चाहिँ यो भ्यालुहरू मिल्दैन। त्यसले गर्दाखेरि चाहिँ पछि के हुन्छ भने सेफ्टी फ्याक्टर क्यालकुलेसन गर्ने बेला कहिलेकाहीँ क्रिटिकल भइदिन्छ। कस्तो भन्दाखेरि फ्याक्टर अफ सेफ्टी अगेन्स्ट स्लाइडिङमा क्यालकुलेसन गर्यो, तपाईँले चाहिँ 0.999 आइदिन्छ। अब त्यसलाई सेफ भन्ने कि अनसेफ भन्ने,
अनि चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि यदि चाहिँ 3 डिजिट लिएर टक्क मिलाएर गर्नु भने तपाईँको 1.01 आउने ठाउँमा अब तपाईँले चाहिँ 2 डिजिट मात्र लिएर गर्नु भने 9.99 आउँछ। त्यो भएपछि चाहिँ तपाईँको चाहिँ त्यस्तो ठाउँमा चाहिँ क्रिटिकल पर्छ। त्यसैले चाहिँ म के भन्छु भन्दाखेरि तपाईँलाई चाहिँ जहिले पनि म चाहिँ के भने 3 डिजिटसम्म चाहिँ भ्यालु लिनुहोस् र 3 डिजिटमा जे भ्यालु राखेको छ त्यही डिजिटले चाहिँ यहाँ मल्टिप्लाई गरेर मोमेन्टहरू क्यालकुलेसन गर्नुहोस्। तपाईँले चाहिँ क्यालकुलेटर गर्ने बेला चाहिँ त्यो चाहिँ एउटा चाहिँ ख्याल राख्नु होला। त्यसले गर्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ रिजल्ट चाहिँ सेफ हुने अनसेफ हुनसक्छ, अनसेफ हुने सेफ हुनसक्छ। त्यो चाहिँ तपाईँले चाहिँ ध्यान दिनु होला। मैले चाहिँ तपाईँलाई चाहिँ मैले अहिले भन्नको लागि चाहिँ मैले 3 डिजिटसम्म लिनुहोस् भनेर मैले भने 3 डिजिटसम्म लिएर हेर्नु त यो 9000 इन्टु 16.67 गऱ्यो भने यो चाहिँ 15,0030 नै आउँछ। यदि चाहिँ तपाईँले चाहिँ 6.667 लियो भने तपाईँले भने जस्तो चाहिँ यो भ्यालु चाहिँ मिल्दैन। कारण के त भन्दा यो अगाडि चाहिँ ठुलो एमाउन्ट भएको भएर फरक भएको त्यो। ठिक छ, मैले भन्न खोजेको कुरा बुझ्यो? भन्न खोजेको कुरा बुझ्यो कि बुझेन? 3 डिजिटसम्म राख्ने झन् ओरिजिनल भ्यालु राख्दा चाहिँ नमिल्ने नमिल्ने त्यही अब 3 डिजिटसम्म मात्र लिने, त्यही लिने। ओके, अब यति गरिसकेपछि यो चाहिँ टेबलमा चाहिँ तपाईँले चाहिँ राम्रोसँग चाहिँ गरिसकेपछि अब तपाईँले के गर्नु पर्यो त भन्दाखेरि तपाईँले चाहिँ इक्जाममा चाहिँ के भने यो सबै यदि डाटा क्यालकुलेसन राम्रोसँग गर्नुभएको छ, यो लेबर आर्म डिस्टेन्स फोर्स क्यालकुलेसन एकदम पर्फेक्ट गर्नुभएको छ भने अब तपाईँको प्रोभाबिलिटी के त भन्दाखेरि 100% मिल्ने चाहिँ प्रोभाबिलिटी अब तपाईँको चाहिँ बढ्दै गयो। धेरै चाहिँ तपाईँको चाहिँ प्रोभाबिलिटी चाहिँ अब धेरै बढ्छ। किनभने तपाईँको चाहिँ फोर्स चाहिँ कतै चाहिँ क्यालकुलेसन सबै राइट छ भने अब तपाईँले फोर्स यदि चाहिँ क्यालकुलेसन नै तपाईँको रङ छ, कहिले चाहिँ तपाईँले क्यालकुलेसन फोर्सको क्यालकुलेसन रङ गर्नुभयो, कहिले चाहिँ डाउन अप फोर्स राख्नुपर्ने भर्टिकल अपमा राख्नुभयो अथवा अपमा राख्नु भने डाउनमा राख्नुभयो, राइटिङ मोमेन्टलाई ओभरटर्निङमा गर्नुभयो, ओभरटर्निङमा राइटिङमा गर्नुभयो, लेबर आर्म डिस्टेन्स क्यालकुलेसनमा चाहिँ तपाईँले रङ गर्नुभयो भने तपाईँले चाहिँ यहाँ जतिसुकै तल मिलाए पनि प्रोसेस जतिसुकै मिलाए पनि तपाईँले फुल मार्क्स कहिले पनि पाउँदैन। तपाईँले चाहिँ मार्क्स पाउने भनेको 10% 20% पाउनुहुन्छ। त्यसैले क्यालकुलेसन चाहिँ पर्फेक्ट हुनुपर्छ। यो ठाउँमा चाहिँ क्यालकुलेसन यहाँसम्म क्यालकुलेसन गरिसकेपछि म के भन्छु भन्दाखेरि रामदेव बाबाले भने जस्तो तपाईँले चाहिँ के भने 2 मिनट चाहिँ लामो सास तान्नुहोस्, एकचोटि रिफ्रेस हुनुहोस् र चाहिँ तपाईँलाई चाहिँ के भन्दाखेरि अब चाहिँ के भने यहाँ चाहिँ फेरि चाहिँ यो क्यालकुलेसनलाई एकचोटि चाहिँ तपाईँले चाहिँ ऱ्यान्डम चेकिङहरू गर्नुहोस्, रिभिजिट गर्नुहोस्। यो क्यालकुलेसन सबै चाहिँ एकचोटि फेरि चाहिँ एकचोटि चाहिँ थोरली रिभिजिट गर्नुहोस् र चाहिँ तपाईँको चाहिँ क्यालकुलेसन मिलाएको छ कि छैन, क्यालकुलेसन कतै रङ छ कि, अघि भने जस्तो चाहिँ अप राख्नुपर्ने भर्टिकल अप राख्नुपर्ने भर्टिकल डाउनमा राखेको छ कि, राइटिङ मोमेन्ट हुनुपर्नेमा ओभरटर्निङ राखेको छ कि, ओभरटर्निङ हुनुपर्नेमा राइटिङमा राखेको छ कि, अथवा लेबर आर्म डिस्टेन्स क्यालकुलेसन गरेको चाहिँ मिस्टेक छ कि भनेर चाहिँ थोरली एकचोटि चाहिँ फटाफट तपाईँले चाहिँ रिभ्यू गर्नुहोस्। 2 मिनट टाइम दिएर अथवा 3 मिनट दिएर अथवा 5 मिनट टाइम दिएर चाहिँ तपाईँले चाहिँ त्यसलाई चाहिँ एकचोटि चाहिँ रिभ्यू गर्नुहोस्। त्यो रिभ्यूमा चाहिँ तपाईँले चाहिँ के भने कतै चाहिँ मिलेन, तपाईँ चाहिँ तपाईँको चाहिँ के भने धेरै चाहिँ इररहरू आयो भने चाहिँ त्यसलाई चाहिँ ठ्याक्क काटेर त्यसलाई चाहिँ टक्क चाहिँ मिलाएर चाहिँ तपाईँले चाहिँ क्यालकुलेटेड भ्यालु चाहिँ मिलाएर चाहिँ क्यालकुलेसन गर्नुहोस्, त्यति गर्नुहोस्। तर अब कोही केटाहरू के भन्छन् भन्दाखेरि यो ठाउँमा चाहिँ अरूसँग चाहिँ सोधेर आफूले क्यालकुलेसन नगर्ने, अरूसँग तिम्रो कति आयो भन् त, यसमा कति हो उसमा कति हो भनेर चाहिँ अरूसँग चाहिँ सोधी गर्न थाल्यो भने चाहिँ तपाईँको चाहिँ त्यसमा चाहिँ धेरै मिस्टेकहरू आयो भने चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ डोहोऱ्याएर गर्नुहोस्, यसलाई चाहिँ डोहोऱ्याएर हिसाब गर्नुहोस् र अर्को टेबलमा राख्नुहोस्। तपाईँ यही टेबलमा चाहिँ 10 ठाउँमा केयरमेट गर्नुभयो भने हामी कपी जाँच्ने सरहरूले के भन्छन् त भन्दाखेरि यो केटाले चाहिँ आफूले नगरिकन अर्काको चोरी गर्यो अनि उसले सोध्यो, उसलाई सोध्यो अनि आफू कन्फिडेन्स भएन, त्यही भएर चाहिँ उसले चाहिँ धेरै ठाउँमा मिस्टेक गर्यो, धेरै ठाउँमा केयरमेट गर्यो। त्यसैले चाहिँ यसको नम्बर काट्नुपर्छ भनेर फुल मार्क कहिले पनि दिँदैन। त्यसैले तपाईँलाई चाहिँ म के भन्छु भन्दाखेरि एक ठाउँमा 2 ठाउँमा मात्र मिस्टेक छ भने चाहिँ त्यो गर्नुहोस्, केयरमेट गरेर त्यसलाई मिलाउनुहोस्, काटेर मिलाउनुहोस्। तर चाहिँ तपाईँको चाहिँ धेरै ठाउँमा 3-4 ठाउँमा 5-6 ठाउँमा त्यस्तो मिस्टेकहरू आउन थाल्यो भने चाहिँ तपाईँलाई चाहिँ म सजेसन के गर्छु भने अर्को टेबल बनाएर त्यसलाई चाहिँ राम्रोसँग सारेर देखाउनुहोस्, तपाईँको चाहिँ राम्रोसँग चाहिँ क्यालकुलेसन गर्नुहोस्। यसमा चाहिँ तपाईँ चाहिँ रिभिजिट एकचोटि गर्नु होला। मैले भने यसमा चाहिँ तपाईँको चाहिँ मिस्टेक भयो, क्यालकुलेसनमा मिस्टेक, लेबर आर्म डिस्टेन्समा मिस्टेक, राइटिङ मोमेन्टमा मिस्टेक, ओभरटर्निङ मोमेन्टमा मिस्टेक, वाट एभर द्याट जुनसुकै मिस्टेक भयो भने अब यसको सबै इम्प्याक्ट चाहिँ के हुन्छ त तल चाहिँ हामीले चाहिँ क्यालकुलेसन गर्नेमा चाहिँ इम्प्याक्ट पर्ने भएको भएर बी केयरफुल द्याट त्यो ठाउँमा चाहिँ तपाईँले चाहिँ के गर्नु भएन त भन्दाखेरि त्यसलाई चाहिँ मिस्टेक नहोस् भन्नको लागि चाहिँ तपाईँलाई चाहिँ तपाईँको चाहिँ 5 मिनट अथवा चाहिँ 3-4 मिनटको चाहिँ तपाईँले चाहिँ रिभ्यू गर्नुहोस्, रिभिजिट गर्नुहोस् र तपाईँले चाहिँ
पर्फेक्ट क्याल्कुलेसन गर्नुहोस् भनेर भन्छु। यहाँ मिस्टेक गऱ्यो भने चाहिँ चान्स छैन है। मैले फेरि पनि भन्दैछु, यहाँनिर तपाईँले चाहिँ मिस्टेक गर्न थाल्नुभयो भने तपाईँले चाहिँ नम्बर पाउला भनेर आश नगरे हुन्छ, पाउँछ। तपाईँले चाहिँ सेम नम्बरमा चाहिँ के भने 100% नम्बर पाउनेमा चाहिँ तपाईँले चाहिँ 10% 20% नम्बर मात्र पाउनुहुन्छ। होइन मलाई त्यति भए भइहाल्छ भने नो प्रब्लम, होइन भने चाहिँ तपाईँको चाहिँ राम्रोसँग चाहिँ केयरफुल भएर गर्नु होला। मुख्य पार्ट नै यही हो। यसमा चाहिँ अब चाहिँ अलिकति हामीले चाहिँ ध्यान दिनुपर्ने पार्ट चाहिँ यति हो। ल यति भइसकेपछि यहाँ चाहिँ रिभिजिट गरेर सबै मिलिसक्यो भन्ने कुरा भयो भने अब तपाईँले चाहिँ यहाँ के भन्दाखेरि मैले अर्को टेबल राखिदिएको छु, यहाँ सब टोटल भनेर भनेको छु। सब टोटल भनेको चाहिँ भने इच कलमको हरेक कलमको चाहिँ तपाईँले चाहिँ टोटल भ्यालुहरू निकाल्नुहोस्। टोटल भ्यालु कति हुन्छ, हरेक कलमको टोटल भ्यालु निकाल्नुहोस्। यसको भ्यालु कति हुन्छ भनेर गर्नुहोस्। जस्तो कि डाउनवर्ड भर्टिकल फोर्स चाहिँ यहाँ कति आउँछ त, टोटल भ्यालु चाहिँ टक 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 गरेर चाहिँ यहाँ क्यालकुलेसन गर्नुहोस्। यो चाहिँ तपाईँको चाहिँ 4316.4 1962 प्लस 4800 प्लस 4320 प्लस 9000 गऱ्यो भने 24398.4 आउँछ। त्यस्तै चाहिँ अब यहाँ चाहिँ भर्टिकल अपमा चाहिँ एउटा मात्र फोर्स छ, त्यसैले एउटा मात्र भइहाल्यो। अनि तपाईँको चाहिँ डाउनस्ट्रिम तपाईँको चाहिँ होराइजन्टल डिरेक्सनमा आउने फोर्स यति छ, यो भयो। अनि फेरि चाहिँ कोही कोही केटाहरू चाहिँ के भन्छ सबैमा क्यालकुलेट गर्नु भन्यो भने यो लेबर आर्म डिस्टेन्स पनि टोटल गरेर आउँछ। यसको काम छैन, यो नगरे हुन्छ, कहीँ पनि गर्नु पर्दैन। लेबर आर्म डिस्टेन्समा टोटल गर्नु परेन। अनि त्यस्तै राइटिङ मोमेन्टको चाहिँ टोटल निकाल्नुहोस्। राइटिङ मोमेन्टको टोटल कति हुन्छ, अनि चाहिँ तपाईँको चाहिँ ओभरटर्निङ मोमेन्टको टोटल निकाल्नुहोस्। यति चाहिँ टोटल निकाल्ने। यति गरिसकेपछि अब यहाँ फेरि अर्को मैले चाहिँ नेट टोटल भनेर दिएको छु। त्यो नेट टोटल भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ यो चाहिँ अब भर्टिकल डाउन माइनस भर्टिकल अफ निकाल्नुहोस्। त्यो भनेको चाहिँ तपाईँको चाहिँ यो भ्यालु आउँछ। भर्टिकल डाउन भनेको 24398.4 माइनस भर्टिकल अप भनेको 5047.2.244 यो 1935.1.155 आउँछ। त्यस्तै अब होराइजन्टलमा चाहिँ यहाँ चाहिँ अब हाम्रो चाहिँ एउटा मात्र फोर्स भयो। हजुर सर यो डाउन कहिले काहीँ यो कम आइदियो भने अप भन्दा अनि नेगेटिभमा आयो भने त्यही लिएर गर्ने। त्यही लिएर गर्ने। नेगेटिभमा आयो भने नेगेटिभ, त्यसलाई चाहिँ भर्टिकल फोर्स चाहिँ नेगेटिभ, त्यो चाहिँ तपाईँको चाहिँ नेगेटिभ आयो भने चाहिँ नेगेटिभै लिने। ठिक छ, जे आउँछ त्यो लिने। ओके, त्यसपछि चाहिँ अब चाहिँ होराइजन्टल फोर्समा पनि चाहिँ तपाईँको चाहिँ के भने अपस्ट्रिमबाट डाउनस्ट्रिममा गएको फोर्स यहाँ भयो, त्यही छ। अब डाउनस्ट्रिमबाट अपस्ट्रिममा गएको फोर्स छैन, टेल वाटर प्रेसर फोर्स आयो भने त्यहाँ टेल वाटरको पनि भयो भने चाहिँ त्यहाँ फोर्स आउँछ। त्यसलाई विचार गरेर चाहिँ नेट लिने। अब यो केसमा चाहिँ यहाँ चाहिँ के पनि छैन, त्यसैले चाहिँ जे छ त्यही राख्यो, 8652.42 नै भयो, यो भयो। त्यसपछि अब लेबर आर्मको चाहिँ जोडिरहनु पर्दैन, मैले भनिहालेँ। अब राइटिङ मोमेन्टको पनि चाहिँ के भने टोटल एम प्लस राइटिङ मोमेन्ट चाहिँ कति आएछ त्यसको चाहिँ प्लस माइनस ओभरटर्निङ मोमेन्ट टोटल कति छ त्यो राख्ने। अब तपाईँले भने जस्तो यहाँ पनि चाहिँ ओभरटर्निङ मोमेन्ट हेरे आयो भने चाहिँ माइनसमा आउँछ। वाट एभर द्याट जे भ्यालु आउँछ त्यही लिने। ल यति चाहिँ गरिसकेपछि अब तपाईँले चाहिँ सिम्बल बुझ्नु पर्यो है। अब हामीले फर्मुलामा राखेको सिम्बल बुझ्नु पर्यो। अब तपाईँले चाहिँ फर्मुला राखेको समेसन अफ एफ भी भन्यो भने चाहिँ नेट टोटल फोर्स, यो समेसन अफ एफ भी भनेको यो टोटल फोर्स, किनभने भर्टिकल डिरेक्सनमा आउने चाहिँ टोटल फोर्सहरूको तपाईँको टोटल भ्यालु चाहिँ कति त भन्दाखेरि यो भ्यालु भनेर बुझ्नु पर्यो। अब भी अफ भनेर चाहिँ दियो भने चाहिँ भी अफ भनेको चाहिँ टोटल समेसन अफ भी अफ भनेको चाहिँ यो भ्यालु, टोटल भी समेसन अफ भी डाउन भन्यो भने चाहिँ यो भ्यालु। त्यस्तै समेसन अफ एच होराइजन्टल भन्यो भने चाहिँ समेसन अफ एच होराइजन्टल एफएचको होराइजन्टल भन्यो भने यो नेट होराइजन्टल फोर्स भयो। अनि तपाईँको चाहिँ डाउनमा चाहिँ डिरेक्सनमा मात्र भयो भने चाहिँ यो माथि भयो। त्यस्तै समेसन अफ एम प्लस भन्यो भने चाहिँ एम प्लस भनेको मात्र चाहिँ राइटिङ मोमेन्टको मात्र सम भन्ने कुरा भयो। त्यस्तै समेसन अफ एम माइनस भनेको चाहिँ तपाईँको चाहिँ ओभरटर्निङबाट आएको चाहिँ मोमेन्ट चाहिँ यो भयो। ओके, त्यस्तै चाहिँ तपाईँको चाहिँ के भने समेसन अफ एम मात्र भन्यो भने चाहिँ के हो त भन्दाखेरि समेसन अफ एम भनेको चाहिँ यो तपाईँको चाहिँ नेट मोमेन्ट अथवा चाहिँ नेट टोटल कति हो त्यो भ्यालु भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। यति क्यालकुलेसन तपाईँले चाहिँ राम्रोसँग पर्फेक्ट मिलाउनु भयो, यो टेबलमा चाहिँ तपाईँले चाहिँ राम्रोसँग गर्नुभयो भने तपाईँले चाहिँ के त भन्दाखेरि अब तपाईँको चाहिँ प्रोबेबिलिटी 90% चाहिँ तपाईँको चाहिँ के त भन्दाखेरि यो चाहिँ एन्सर चाहिँ 100% नम्बर ल्याउन सक्नुहुन्छ। 90% चाहिँ राम्रोसँग गर्नु पर्यो। त्यसको लागि चाहिँ अब चाहिँ के भने फर्मुला सम्झिने, फर्मुला ढ्याक ढ्याक फर्मुला राखिदिएपछि फटाफट भ्यालु क्यालकुलेट गर्ने, त्यो अनुसार चाहिँ चेक गरेपछि चाहिँ भइहाल्छ, मजाले चाहिँ नम्बर पाउन सक्नुहुन्छ। तर यहीँनिर मिस्टेक गर्नुभयो, यहाँ नै तपाईँको चाहिँ मिस्टेक गर्न थाल्नुभयो भने तपाईँले नम्बर पाउनुहुन्न। त्यो चाहिँ मैले अघि नै पनि भनिसकेँ, त्यही भएर चाहिँ त्यसलाई चाहिँ रिभ्यू गर्नु होला भनेर भने। ल यहाँसम्म क्लियर छ? केटाहरूले चाहिँ यतिसम्म चाहिँ गर्नु पर्यो, पहिला गरिरहेको छ यहाँसम्म? ल टाइम पुगेन भने म एकछिन वेट गर्छु, केही छैन। तर यतिसम्म चाहिँ क्यालकुलेसन आफूले गर्नु पर्यो, आफूलाई चित्त बुझ्नु पर्यो है। आफूले क्यालकुलेसन गरेको ठिक छ
मैले यहाँसम्म गर्न सक्छु भन्ने कुरा चाहिँ आफूलाई चाहिँ आउनु पर्यो। ल यो बिचमा चाहिँ कसैलाई कन्फ्युजन छ भने सोध्नु होला। नेट टोटल फोर्सहरू क्याल्कुलेसन गरेको मिल्छ कि मिल्दैन के छ हेर्नुस्। के छ ठिक छ? ठिक छ हैन त? म अगाडि बढौँ अब। ल यति बढिसकेपछि अब हामीलाई चाहिँ के त भन्दाखेरि चेक ड्याम डिजाइन भनेको छ। अब ड्याम डिजाइन चाहिँ हामीलाई चाहिँ त्यो दिएको चाहिँ ड्याम चाहिँ ठिक छ कि छैन भनेर चेक गर्नु भनेको। त्यसैले हामी चेक गर्ने बेला चाहिँ हामी के गर्छौँ त भन्दाखेरि सबभन्दा पहिला चाहिँ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट सियर फेलरमा चाहिँ हामी चाहिँ के गर्छौँ त फ्याक्टर अफ सेफ्टी क्याल्कुलेसन गर्छौँ। अब त्यसमा दुईटा कुरा छ। एउटा कन्सिडरिङ सियर स्ट्रेन्थ अफ द ड्याम फाउन्डेसन मेटेरियल। ड्याम फाउन्डेसन मेटेरियलको चाहिँ सियर स्ट्रेन्थ विचार गर्ने हो भने चाहिँ यो फर्मुला लगाउनु पर्यो। अस्ति मैले भने सेफ्टी फ्याक्टर्स अगेन्स्ट द सियर फेलरको कुरा गर्ने बेला म्यू टाइम समेसन अफ एफबी भनेको यो फ्रिक्सन फोर्सले आउने भयो प्लस 0.5 इन्टु बी इन्टु यस भनेको चाहिँ तपाईँको चाहिँ यो चाहिँ के भन्दाखेरि तपाईँको चाहिँ यो चाहिँ सियर स्ट्रेन्थ अफ द ड्याम मेटेरियलले आउने भयो। यो चाहिँ तपाईँको टोटल रेजिस्टिङ सियर फोर्स डिभाइडेड बाई तपाईँको चाहिँ समेसन अफ एफएच भनेको चाहिँ होराइजन्टल डिरेक्सनमा आउने चाहिँ नेट फोर्स त्यसले चाहिँ सियर गर्ने भयो, सियर फोर्स क्रिएट गर्ने भयो। यो चाहिँ यहाँबाट क्याल्कुलेसन गर्ने हो चाहिँ यो फर्मुलाबाट क्याल्कुलेसन गर्ने यसको भ्यालु चाहिँ ग्रेटर देन 4 हुनुपर्छ। अर्को तपाईँको चाहिँ यो यसको भ्यालु चाहिँ कहिलेकाहीँ हामी नेग्लेक्ट गरेर पनि गर्छौँ। प्री फिजिबिलिटी लेभलको स्टडीमा नेग्लेक्ट गर्न सकिन्छ। त्यसैले नेग्लेक्ट गर्ने हो भने चाहिँ अर्को चाहिँ यहाँ हामीले चाहिँ फर्मुला चाहिँ सियर फ्याक्टर सेफ्टी फ्याक्टर्स अगेन्स्ट द सियर फेलर इक्वल टु म्यू टाइम समेसन अफ एफपी डिभाइडेड बाई समेसन अफ एफएच यहाँबाट क्याल्कुलेट गर्नुमा ग्रेटर देन 1 हुनुपर्छ भनेर भन्यौँ। ओके अब हामी दुइटै गरौँ। एउटा चाहिँ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट सियर फेलर कन्सिडरिङ द सियर स्ट्रेन्थ अफ द ड्याम फाउन्डेसन मेटेरियल। ड्याम फाउन्डेसन मेटेरियलको सियर स्ट्रेन्थ हामीलाई दिएकै छ। त्यसको चाहिँ दिएको भने चाहिँ त्यो भ्यालु चाहिँ क्याल्कुलेट गर्नु। अब म्यू भनेको भ्यालु दिएको छ। अघि कति भएन म्यूको भ्यालु कति भन्यो? म्यूको भ्यालु कति? 0.7। ओके एफपी भनेको चाहिँ अब नेट फोर्स नेट भर्टिकल डिरेक्सनमा आएको फोर्स कति हो त यहाँ? 193.155 राइट। अनि त्यसपछि प्लस 0.5 इन्टु बी को भ्यालु कति दिएको छ? 49 इन्टु यस भनेको सियर स्ट्रेन्थ अफ द ड्याम मेटेरियलको सियर स्ट्रेन्थ कति दिएको छ? हामीले अघि क्याल्कुलेसन गरिसकेका छौँ। सियर स्ट्रेन्थ ड्याम मेटेरियलको सियर स्ट्रेन्थ यहाँ आइसक्यो 294.3 किलो न्युटन पर मिटर स्क्वायर। ओके यो भ्यालुहरू राखेर चाहिँ अब तपाईँले चाहिँ के गर्नुहोस् त भन्दाखेरि यु हेभ टु क्याल्कुलेट द भ्यालु। यो चाहिँ भ्यालु क्याल्कुलेट गर्नुहोस्। सियर फोर्स यो डिभाइडेड बाई समेसन अफ एफएच भनेको के हो यहाँ भ्यालु? 865 यस 8652.42 गर्नुहोस्। यो चाहिँ भ्यालु क्याल्कुलेट गर्नुहोस्। अब यसको भ्यालु कति आउँछ त भन्दाखेरि यदि चाहिँ यो सेफ हो भने चाहिँ ग्रेटर देन 4 आउनु पर्यो। यदि चाहिँ त्यो क्याल्कुलेटेड भ्यालु चाहिँ ग्रेटर लेस देन 4 आयो भने चाहिँ इट इज नट सेफ हो। त्यो भ्यालु क्याल्कुलेट गर्नुहोस् त कति आउँछ? ल तपाईँले चाहिँ क्याल्कुलेट गर्नुहोस्। म यहाँ चाहिँ देखाइदिन्छु अब कति भ्यालु आउँछ। 2.398 कति रे? 2.398 ओके 2 के आयो त भन्दाखेरि तपाईँको चाहिँ 2.398 आयो विच इज लेस देन 4। त्यसैले चाहिँ अब हामीले चाहिँ कन्क्लुजनमा के गर्नु पर्छ भन्दाखेरि द ड्याम इज नट सेफ इन द सियर फेलर कन्सिडरिङ सियर स्ट्रेन्थ अफ द ड्याम मेटेरियल। ड्याम मेटेरियलको सियर स्ट्रेन्थलाई पनि विचार गरेर गर्ने हो भने त्यो चाहिँ तपाईँको चाहिँ ड्याम चाहिँ के रहेछ त इट इज नट सेफ छैन भन्ने कुरा चाहिँ देखियो। अब अर्को चाहिँ त्यसलाई चाहिँ सियर स्ट्रेन्थलाई चाहिँ अब हामीले नेग्लेक्ट गरेर हेरौँ त। त्यो सियर स्ट्रेन्थलाई नेग्लेक्ट गरेर गर्ने होला सियर फ्याक्टर चाहिँ तपाईँले चाहिँ यहाँबाट क्याल्कुलेट गर्नु सेफ्टी फ्याक्टर अगेन्स्ट द सियर फेलर इक्वल टु म्यू टाइम समेसन अफ एफपी अपन एफएच मात्र क्याल्कुलेट गरेर हेरौँ। त्यसरी क्याल्कुलेट गर्दाखेरि अहिलेको चाहिँ भ्यालुमा चाहिँ तपाईँले क्याल्कुलेट गरेर हेर्नुहोस् कति भ्यालु आउँछ त। यु विल गेट सेफ्टी फ्याक्टर्स अगेन्स्ट द सियर फेलर नेग्लेक्टिङ द सियर स्ट्रेन्थ अफ द ड्याम मेटेरियल विल बी इक्वल टु 1.566 भ्यालु आउँछ त्यहाँबाट हो। यो भ्यालु आएको ठिक छ क्याल्कुलेट गर्नुहोस्। ठिक छ ठिक छ ओके। यो भ्यालु चाहिँ इट इज ग्रेटर देन 1 आउने बित्तिकै सेफ भनेर भन्यौँ। त्यसैले चाहिँ यो के भन्दाखेरि अब यसको कन्क्लुजन के भने द ड्याम इज सेफ अगेन्स्ट द सियर फेलर नेग्लेक्टिङ सियर फेलर क्याल्कुलेटेड नेग्लेक्टिङ द तपाईँको चाहिँ के भने सियर स्ट्रेन्थ अफ द ड्याम मेटेरियल भनेको यसले चाहिँ के भने ड्याम मेटेरियलको सियर स्ट्रेन्थलाई विचार गर्यो भने चाहिँ यो सेफ छैन। ड्याम मेटेरियलको सियर स्ट्रेन्थलाई विचार नगर्ने हो भने चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि यो सेफ छ।
भनेपछि त्यहाँ चाहिँ सियरिङ फेलर हुने चान्सेसहरू धेरै छ है। त्यो तपाईँको चाहिँ ड्याम मेटेरियलको चाहिँ तपाईँको स्ट्रेन्थ पुगेको छैन, ड्याम फाउन्डेसन मेटेरियलको स्ट्रेन्थ पुगेको छैन भन्ने कुरा देखाउँछ। ओके, त्यस्तै अब फ्याक्टर अफ सेफ्टी अगेन्स्ट अब तपाईँको चाहिँ अपलिफ्टको चाहिँ फ्याक्टर अफ सेफ्टी क्यालकुलेसन गर्नु पर्यो भने के गर्ने त भन्दाखेरि यसको भ्यालु चाहिँ सेफ्टी फ्याक्टर्स अगेन्स्ट द अपलिफ्ट इक्वल टु समेसन अफ भी डाउन डिभाइडेड बाई समेसन अफ भी अप को भ्यालु क्यालकुलेट गर्नु त समेसन अफ भी डाउन भनेको चाहिँ कति हो त यहाँ समेसन अफ भी डाउन भनेको कति हो भ्यालु समेसन अफ भी डाउन भनेको कति हो भी डाउन भनेको तल आउने फोर्स त्यसलाई चाहिँ अपलिफ्ट हुनबाट बचाउने फोर्स भनेको तल आउने फोर्स हो समेसन अफ भी डाउन भनेको 24398.4 डिभाइडेड बाई समेसन अफ भी अप माथि चाहिँ अपलिफ्ट गर्न खोज्ने चाहिँ फोर्स चाहिँ 5047.245 यो चाहिँ तपाईको चाहिँ रेशियो निकाल्यो भने चाहिँ 4.834 आयो which is greater than 1 so तपाईको चाहिँ greater than 1 हुने बित्तिकै it is safe against the uplift failure यो चाहिँ अपलिफ्ट को कारणले गर्दाखेरि अथवा सीपेज प्रेसर अपलिफ्ट को कारणले गर्दाखेरि यो ड्याम चाहिँ सेफ छ त्यो चाहिँ फेल हुँदैन भन्ने कुरा चाहिँ आयो ल ठीक छ यहाँसम्म हेलो ठीक छ है ठीक छ सर ठीक छ ओके अब अर्को चाहिँ हाम्रो के भन्छ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट ओभरटर्निङ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट ओभरटर्निङ भनेपछि हामीले चाहिँ के गर्नु पर्यो फ्याक्टर अफ सेफ्टी अगेन्स्ट टर्निङ भनेको चाहिँ अब राइटिङ मोमेन्ट डिभाइडेड बाई तपाईँको चाहिँ के भन्दाखेरि ओभरटर्निङ मोमेन्ट द रेशियो क्यालकुलेसन गर्नु पर्यो राइटिङ मोमेन्ट भनेको यहाँ एम प्लस मोमेन्ट भनेको 68 92 77.06 डिभाइडेड बाई तपाईँको चाहिँ एम माइनस मोमेन्ट भनेको चाहिँ ओभरटर्निङ मोमेन्ट भनेको 28 60 27.37 यसको भ्यालु चाहिँ तपाईँको रेशियो क्यालकुलेसन गर्यो भने इट इज इक्वल टु 2.41 आयो विच इज ग्रेटर देन 2 सो द ड्याम इज सेफ अगेन्स्ट द ओभरटर्निङ त्यो चाहिँ ड्याम चाहिँ के हो त सेफ अगेन्स्ट द ओभरटर्निङ आयो ठीक छ ओभरटर्निङमा चाहिँ यो ड्याम चाहिँ सेफ छ ओभरटर्निङ हुँदैन भन्ने कुरा चाहिँ देखायो ल ठीक छ अब कहिलेकाहीँ चाहिँ तपाईँले चाहिँ क्यालकुलेसन गर्नुमा चाहिँ अस्ति मैले भने नि कहिलेकाहीँ चाहिँ अब यहाँ क्यालकुलेसन गर्यो भ्यालुहरू चाहिँ भनौँ न लोडिङ फरक भयो फरक केसमा चाहिँ क्यालकुलेसन गर्दा कहिलेकाहीँ चाहिँ यो 1.41 आइडियो के गर्ने 1.41 आइडियो भने के गर्ने हो त भन्दाखेरि मैले अस्ति भनेको थिएँ इट इज सेफ अगेन्स्ट ओभरटर्निङ बट मे बी क्रिटिकल भनेर भनेको त्यो ठाउँमा चाहिँ क्रिटिकल हुनसक्छ अब हाम्रो नेपाली किताब अनुसार चाहिँ नेपाली राइटरहरूले लेखेको किताब चाहिँ ग्रेटर देन 1 भनेको सेफ भन्छ भन्ने हुन्छ भोलि तपाईँले चाहिँ जसले किताब लेखाएको थियो उसैले चाहिँ कापी चेक गर्न थाल्यो भने तपाईँलाई फेरि चाहिँ अनसेफ भनेर लेख्नु भने ग्रेटर देन 2 आएपछि मात्र सेफ भनेर भनेको अनसेफ भनेर लेख्यो भने उसले चाहिँ रिस उठ्छ उसलाई नम्बर काट्देला त्यसैले चाहिँ हामीले चाहिँ ग्रेटर देन 1 आउने बित्तिकै इट इज सेफ बट मे बी क्रिटिकल बिकज द भ्यालु इज लेस देन 2 भनेर चाहिँ त्यसरी चाहिँ राखिदिने ल यो चाहिँ तपाईँको चाहिँ के भने हामीले चाहिँ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट स्लाइडिङ अथवा चाहिँ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट सियर फेलरलाई स्लाइडिङ पनि भन्छ है सियर फेलर हाम्रो चाहिँ कन्सिडरिङ द स्ट्रेन्थ अफ द सियर स्ट्रेन्थ अफ द मेटेरियल निकाल्यौँ अनि त्यसपछि फ्याक्टर अफ सेफ्टी अगेन्स्ट द सियर फेलर नेग्लेक्टिङ द सियर स्ट्रेन्थ अफ द मेटेरियल पनि निकाल्यौँ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट अपलिफ्ट पनि क्यालकुलेसन गऱ्यौँ फ्याक्टर अफ सेफ्टी अगेन्स्ट तपाईँको चाहिँ ओभरटर्निङ पनि क्यालकुलेसन गऱ्यौँ यो चाहिँ यसरी चाहिँ हामीले चाहिँ क्यालकुलेसन गर्ने बेस्ड अपन द के त भन्दाखेरि क्यालकुलेटेड भ्यालु यो चाहिँ माथि चाहिँ तपाईँले चाहिँ मैले अघि नै भने किन भन्दाखेरि यसमा बढी फोकस गरेको कारण के त भन्दाखेरि तपाईँले चाहिँ फोर्स क्यालकुलेसनमा यदि मिस्टेक भयो भने यो सबै भ्यालु मिस्टेक हुन्छ हेर्नुहोस् एउटा मात्र फोर्स क्यालकुलेसन गरेको तपाईँको चाहिँ भ्यालु मिस्टेक हुने बित्तिकै तपाईँको चाहिँ सबै चिजहरू मिस्टेक हुन्छ ओभरटर्निङ मोमेन्टमा मिस्टेक हुन्छ सबै चिजमा मिस्टेक हुन्छ त्यसैले चाहिँ हामीले चाहिँ यो क्यालकुलेसन चाहिँ राम्रोसँग फोर्स क्यालकुलेसन तपाईँले चाहिँ राम्रोसँग गर्नुहोस् भनेर चाहिँ मैले जोड दिएको कारण त्यो हो रिभिजिट गर्नुहोस् रिभाइज गर्नुहोस् चेक गर्नुहोस् भन्ने कारण चाहिँ त्यो हो त्यसरी चाहिँ गर्ने भनेको ठिक छ अब यसरी चाहिँ गर्ने ओके अब क्वेसन नम्बर 1 अस्तिको चाहिँ अब क्वेसनमा जाने भने म चाहिँ यहाँ क्वेसन नम्बर 1 को केसमा चाहिँ उसले जति सोधेको छ त्यति मात्रै गर्ने क्वेसन नम्बर 1 को केसमा त उसले खालि क्यालकुलेट फ्याक्टर अफ सेफ्टी अगेन्स्ट स्लाइडिङ भनेको सियर फेलरको लागि सोधेको त्यो हामीले क्यालकुलेसन गऱ्यौँ अपलिफ्टिङको लागि क्यालकुलेसन गर भनेको छ ओभरटर्निङको लागि क्यालकुलेसन गरेर छ भने इसेन्ट्रिसिटीको लागि क्यालकुलेसन गर भनेको छ उसले जति सोधेको छ त्यति मात्र गर्ने अब यहाँ चाहिँ चेक भनेर चाहिँ क्वेसन नम्बर 2 हामीले गर्दैछौँ त्यो क्वेसन नम्बर 2 को केसमा चाहिँ चेक भनेको भएर चाहिँ यति मात्र क्यालकुलेसन फ्याक्टर अफ सेफ्टी मात्र गरेर निकालेर पुग्दैन तपाईँले चाहिँ के निकाल्नुपर्छ त भन्दाखेरि अरू कुराहरू पनि चेक गर्नु पर्यो अरू कुरा भनेको के त भन्दाखेरि इसेन्ट्रिसिटी अर्को चाहिँ पिभी म्याक्स अर्को चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि प्रिन्सिपल स्ट्रेस अनि चाहिँ सियर स्ट्रेस यी कुराहरू पनि चेक गर्नु पर्यो त्यतातिर चाहिँ अब जाउँ कति टाइम बाँकी छ टाइम कति बाँकी छ 10 मिनेट ल 10 मिनट बाँकी छ ठिक छ 10 मिनटमा अब चाहिँ अर्को चाहिँ हामी जाउँ अब यहाँ चाहिँ के त भन्दाखेरि मैले हिजो केटाहरूलाई चाहिँ यहाँ पढाउनलाई चाहिँ मैले चाहिँ यहाँ चाहिँ स्केच प्याड युज गरेँ
अब त्यो बुझ्छ कि बुझ्दैन तपाईँले चाहिँ यहाँ हेरौँ। अब हामीले चाहिँ म चाहिँ एक्सप्लेन गर्न खोज्छु चेक फर द टेन्साइल स्ट्रेस डेभलपमेन्ट। अब हामीले चाहिँ के भने अब टेन्साइल स्ट्रेन डेभलपमेन्ट हुन्छ कि हुँदैन भनेर चेक गर्नु पर्यो। त्यो ड्याम बडीमा चाहिँ टेन्साइल स्ट्रेन डेभलपमेन्ट हुन्छ कि हुँदैन भनेर चेक गर्नु पर्यो। ओके, त्यो टेन्साइल स्ट्रेन डेभलपमेन्टलाई चाहिँ अस्ति हामीले फर्मुलामा चाहिँ क्यालकुलेसन गरेका थियौँ। पिभी म्याक्स र पिभी मिनिमम क्यालकुलेसन गरेमा चाहिँ इसेन्ट्रिसिटी ई को भ्यालु चाहिँ तपाईँको चाहिँ इफ ई इज लेस देन b/6 भयो भने तपाईँको चाहिँ के भन्दाखेरि देयर इज नो टेन्साइल स्ट्रेस डेभलपमेन्ट, टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुन्छ हुँदैन। यदि चाहिँ ई को भ्यालु चाहिँ तपाईँको चाहिँ ग्रेटर देन तपाईँको के भन्दाखेरि b/6 भयो भने त्यो बेला चाहिँ तपाईँको चाहिँ के हुन्छ त भन्दाखेरि टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुन्छ। त्यसैले सबभन्दा पहिला चाहिँ अब हामीले चाहिँ टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुन्छ कि हुँदैन भनेर क्यालकुलेट गर्नलाई चाहिँ भ्यालु अफ ई अथवा इसेन्ट्रिक लोडिङ चाहिँ कहाँ हुन्छ त त्यो भ्यालु चाहिँ क्यालकुलेट गर्नु पर्यो। ओके, त्यो भ्यालु क्यालकुलेट गर्न चाहिँ हामीले चाहिँ के भने त भन्दाखेरि यहाँ मैले चाहिँ एक्सप्लेन गर्न खोजेको चाहिँ एउटा छ, नभए चाहिँ यो स्लाइडलाई म हटाउँछु। पहिले चाहिँ तपाईँको चाहिँ यो फर्मुला निकालेको चाहिँ म तपाईँलाई चाहिँ पढाउँछु, त्यसपछि चाहिँ अनि तपाईँले चाहिँ बल्ल चाहिँ बुझ्नुहुन्छ यो के हो भन्ने कुरा चाहिँ मैले चाहिँ यहाँ बुझाउन खोजेँ। एउटा चाहिँ स्लाइड राखेर चाहिँ मैले गर्दैछु, पढ्नुहोस् है एकैछिन। ओके, मैले चाहिँ यहाँ स्केच प्याड चाहिँ युज गर्न खोजेँ। एकैछिन स्केच प्याड चाहिँ युज गरेर चाहिँ मैले तपाईँलाई चाहिँ एक्सप्लेन गर्न खोजेँ। अब भ्यालु अफ ई भनेको चाहिँ अस्ति मैले चाहिँ तपाईँलाई चाहिँ के त भन्दाखेरि थ्योरी क्लास पढ्दाखेरि पनि भने सपोज अब हाम्रो चाहिँ के त भन्दाखेरि एकदम सिम्पल केसलाई चाहिँ लिएर गरौँ। सिम्पल केसलाई चाहिँ हामी चाहिँ लिएर चाहिँ विचार गरौँ। ओके, सिम्पल केसलाई चाहिँ लिएर विचार गरौँ। अहिलेलाई चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि सपोज दिस इज तपाईँको चाहिँ रिभर बेड भयो र चाहिँ हामीले चाहिँ अहिलेलाई चाहिँ सपोज चाहिँ तपाईँको चाहिँ के त भन्दाखेरि दिस इज ड्याम, या हामीले चाहिँ ड्याम कन्स्ट्रक्सन गरेको ड्याम चाहिँ अहिलेलाई मैले सिम्पल ड्यामलाई चाहिँ विचार गरेँ। ओके, विचार गर्नुहोस्। ओके, यसको चाहिँ तपाईँको चाहिँ बेस विड्थ कति छ त यहाँ तपाईँको चाहिँ बी छ, यो बेस विड्थ चाहिँ बी भएको भयो। ओके, अब यसको सेन्टर ठ्याक्कै चाहिँ अब हाम्रो चाहिँ के भन्दाखेरि यो ड्याम चाहिँ अहिले चाहिँ यहाँ रिजर्भर छैन, रिजर्भरमा पानी छैन, सरी रिजर्भरमा पानी छैन, रिजर्भर एम्प्टी छ भनेपछि चाहिँ यसको चाहिँ सेन्ट्रोइड चाहिँ अब कहाँ हुन्छ त भन्दाखेरि ठ्याक्कै चाहिँ तपाईँको चाहिँ यसको सेन्ट्रोइड चाहिँ यो केसमा चाहिँ हाम्रो चाहिँ रिजर्भर नभएको रिजर्भर एम्प्टी नभएको ठाउँमा रिजल्टेन्ट भर्टिकल फोर्स भन्छ। यो चाहिँ वेट चाहिँ यसको वेट अफ ड्याम बडी चाहिँ कहाँ हुन्छ, यही नै दिएको छ। यही ठाउँमा चाहिँ तपाईँको चाहिँ रिजल्टेन्ट फोर्स पनि आउँछ, रियाक्सन फोर्स चाहिँ रिजल्टेन्ट भर्टिकल फोर्स आउँछ र चाहिँ तपाईँको चाहिँ सेन्ट्रोइड यहाँ छ भनेपछि यहाँदेखि यहाँसम्म चाहिँ इसेन्ट्रिसिटी हामीले चाहिँ इसेन्ट्रिक लोडिङ ई भनेर भन्छौँ। त्यो सेन्टरबाट कति पर गएको छ भन्ने कुरा हुन्छ। त्यस्तो भयो भने चाहिँ यता अब हिल साइडमा चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ पिभी म्याक्स आउँछ अनि यता टो साइडमा मिनिमम हुन्छ भन्ने कुरा चाहिँ गर्यो। अब त्यसको केसमा चाहिँ अब हाम्रो चाहिँ के भन्दा इफ देयर इज तपाईँको चाहिँ वाटर हामीले चाहिँ यहाँ फिल गऱ्यौँ, रिजर्भर यहाँ पानी यहाँसम्म राखेपछि रिजर्भरले चाहिँ वाटर स्ट्रेस फोर्स दिन्छ। त्यो वाटर स्ट्रेस फोर्स भनेको चाहिँ तपाईँको चाहिँ अब हामीले पी भनेर क्यालकुलेसन गऱ्यौँ, पी इक्वल टु गामा एच स्क्वायर भनेर चाहिँ हामीले क्यालकुलेसन गरिसक्यौँ। यो भनेपछि तपाईँको चाहिँ होराइजन्टल प्रेसर फोर्स आउने भयो। त्यो होराइजन्टल प्रेसर फोर्सले गर्दाखेरि यहाँ अपलिड प्रेसर फोर्स पनि आउने भयो। त्यो अपलिड प्रेसर फोर्स यहाँ हुने भयो किनभने सिपेजको कारणले अपलिड प्रेसर फोर्स आउँछ। अनि चाहिँ आफ्नो चाहिँ वेट अफ वाटर यो छ। त्यस्तो अवस्थाले चाहिँ यो वेटले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ रिजल्टेन्ट भर्टिकल फोर्स जुन यो सबै फोर्सको रिजल्टेन्ट गर्दाखेरि अब टो साइडमा आउँछ। त्यो रिजल्टेन्ट भर्टिकल फोर्स चाहिँ तपाईँको चाहिँ के भने यो डिरेक्सनमा चाहिँ रिजल्टेन्ट फोर्स यहाँ आउँछ। अनि यसको चाहिँ तपाईँको चाहिँ अप डिरेक्सनमा चाहिँ तपाईँको चाहिँ यसलाई चाहिँ होराइजन्टल कम्पोनेन्ट र चाहिँ तपाईँको चाहिँ के अरे यो चाहिँ होराइजन्टल कम्पोनेन्ट र भर्टिकल कम्पोनेन्ट गऱ्यो भने आरभी यहाँ आउने भयो। अब यसको चाहिँ तपाईँको चाहिँ यहाँ यो सेन्टरबाट चाहिँ कति तल गएको छ त भन्ने कुरा चाहिँ इसेन्ट्रिसिटी हामीले चाहिँ क्यालकुलेसन गर्नुपर्ने यही इसेन्ट्रिसिटी ई हो। त्यस्तो अवस्थामा चाहिँ यहाँ चाहिँ टोमा चाहिँ अब के भने टो साइडमा चाहिँ हाम्रो चाहिँ रिजल्टेन्ट भर्टिकल फोर्स आउन थाल्यो। त्यसैले चाहिँ टो साइडमा चाहिँ म्याक्सिमम हुन्छ अनि हिल साइडमा चाहिँ स्ट्रेस चाहिँ के हुन्छ मिनिमम हुन्छ। अब ई क्यालकुलेसन गर्नलाई चाहिँ सिम्पल फर्मुलाबाट चाहिँ मैले गर्न खोजेको ई क्यालकुलेट गर्नलाई चाहिँ अब हाम्रो चाहिँ के हो त भन्दाखेरि सपोज अब हामीले चाहिँ ई क्यालकुलेट गर्नुपर्ने यहाँको चाहिँ ईको भ्यालु क्यालकुलेट ई भनेको चाहिँ हाम्रो चाहिँ के भन्दाखेरि ई इक्वल टु अब हामीले क्यालकुलेसन गर्न b/2 माइनस एक्स भन्छ। यो एक्स भनेको चाहिँ के भन्दाखेरि सपोज अब यहाँ चाहिँ हाम्रो रिजल्टेन्ट फोर्स यहाँ छ र चाहिँ यहाँसम्म चाहिँ हाम्रो चाहिँ डिस्टेन्स चाहिँ एक्स छ भने यो पहिला चाहिँ पोजिसन अफ भर्टिकल रिजल्टेन्ट फोर्स चाहिँ कहाँ हो त पहिला एक्स पट्टा लगाउनु पर्यो। त्यो एक्स पट्टा लगाइसकेपछि अब चाहिँ हामीले चाहिँ त्यो एक्समा चाहिँ b/2 भनेको यहाँ सेन्टरसम्म डिस्टेन्स टोबाट चाहिँ एक्स कटाइदिएपछि अनि ई आउँछ। त्यो भ्यालु चाहिँ त्यही भयो। ओके, अब हामीलाई चाहिँ एक्सको भ्यालु पत्ता लगाउनु पर्यो। सबभन्दा पहिला अब एक्स भ्यालु पत्ता लगाउनु पर्यो। एक्स भ्यालु क्यालकुलेसन गर्नलाई चाहिँ कसरी गर्ने त अब यो चाहिँ हामीलाई चाहिँ च्यालेन्जिङ पार्ट चाहिँ यो हो।
अब x निकाल्न चाहिँ अब हाम्रो चाहिँ सिम्पल फर्मुला छ, मैले फर्मुला मात्र बनाएको तपाईँहरू कन्फ्युज नहोस्, त्यो चाहिँ फर्मुला कहाँबाट आएको भनेर चाहिँ सिकाउन खोजेको मैले। अब यो x क्यालकुलेसन गर्न चाहिँ अब हामी के गर्छौँ भन्दाखेरि सपोज अब हाम्रो चाहिँ यो केसमा चाहिँ आरबी यहाँ छ, यो छ यस, यो डिस्टेन्स x टोटल डिस्टेन्स x सम्म चाहिँ डिस्टेन्स चाहिँ x छ भनेको x इज द तपाईँको चाहिँ के भने पोजिसन अफ द तपाईँको चाहिँ के भने रिजल्टेन्ट भर्टिकल फोर्सको चाहिँ यहाँ छ भन्ने कुरा चाहिँ गऱ्यौँ। ओके, अब हामीले चाहिँ त्यो भने यो सबै फोर्सको चाहिँ एट तपाईँको चाहिँ टोमा चाहिँ मोमेन्ट लिदियौँ त, मोमेन्ट समेसन अफ m इक्वल टु 0 भनेर चाहिँ हाम्रो चाहिँ के भने कन्डिसन अफ स्टेबिलिटी कन्डिसन चाहिँ सेटिस्फाई हुनुपर्छ। यो स्टेबल हुनको लागि चाहिँ समेसन अफ m इक्वल टु 0 हुनुपर्छ भने अब यहाँ फोर्स चाहिँ कुन कुन फोर्सले एट द टोमा चाहिँ लिने है, त्यो पनि तपाईँको चाहिँ मोमेन्ट लिने चाहिँ टोमा लिने। त्यो गऱ्यो भने चाहिँ सबभन्दा पहिला चाहिँ पीले आउने चाहिँ फोर्स चाहिँ कतिवटा पीले कति मोमेन्ट दिन्छ भन्ने कुरा आयो। सपोज पीले चाहिँ मोमेन्ट दिने चाहिँ फोर्स चाहिँ तपाईँको चाहिँ पी इन्टु कतिवटा भन्दाखेरि h/3, त्यो तपाईँलाई चाहिँ थाहा भइहालेकै छ। यो चाहिँ h/3 पी इक्वल टु तपाईँको चाहिँ h/, यो तपाईँको चाहिँ कहिलेकाहीँ चाहिँ यो लेख्दै लेख्दैन के भएको हो। नभए घुम्दै गर्छ तपाईँ भन्नु, हामी त्यही त घुमे गर्छ त। त्यो घुम्दै गरोस्, हामी चाहिँ गराउन न भन्नु न। ल अब यसको चाहिँ हेर्नु त, यो चाहिँ के हुन्छ र भने मोमेन्ट क्यालकुलेसन गर्ने बेला चाहिँ तपाईँको चाहिँ मोमेन्ट क्यालकुलेसन गर्ने चाहिँ यसले मोमेन्टलाई पी इन्टु h/3 आउने भयो, अनि इन्टु तपाईँको चाहिँ के भने यु इन्टु यहाँको चाहिँ तपाईँको चाहिँ डिस्टेन्स चाहिँ 2b/3 हुने भयो। अहिले चाहिँ सिम्पल हेरौँ, अनि डब्लु भनेको चाहिँ यो चाहिँ डब्लुले चाहिँ यता गर्ने भयो। अब त्यो फोर्सले गर्दाखेरि चाहिँ मोमेन्ट चाहिँ, अनि आरबीले चाहिँ के गर्ने भयो त तपाईँको चाहिँ रेजिस्टिङ मोमेन्ट अथवा चाहिँ के हो रेजिस्टिङ मोमेन्ट दिन्छ कि तपाईँको चाहिँ ओभरटर्निङ मोमेन्ट दिन्छ, त्यो अनुसार चाहिँ क्यालकुलेसन गर्नु पर्यो। के हुँदैछ यो? यसको भ्यालु चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ ई क्यालकुलेसन गर्न चाहिँ x को भ्यालु क्यालकुलेसन गर्नु पर्यो। x इक्वल टु तपाईँको चाहिँ ल यो चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि अब यहाँबाट क्यालकुलेसन गर्ने चाहिँ तपाईँको चाहिँ यहाँ फर्मुला चाहिँ अघि यहीँ गरेको तपाईँको समेसन अफ मोमेन्ट एट टोमा चाहिँ तपाईँको चाहिँ पी इन्टु h/3 भयो, माइनस यु इन्टु 2b/3 भयो, अनि इन्टु तपाईँको चाहिँ के भन्दाखेरि यो फोर्सले गर्दाखेरि आरभी इन्टु तपाईँको चाहिँ यहाँ चाहिँ के भन्दाखेरि यक्स चाहिँ यो चाहिँ ओभरटर्निङ दिने भयो, त्यसैले माइनस गरेँ, अनि डब्लु इन्टु यहाँ चाहिँ यसको चाहिँ फोर्स चाहिँ वाइमा आउँछ भने डब्लु इन्टु वाइ गरेँ, यो गरेँ। यो इक्वेसनलाई चाहिँ अब के भने आरभी, हजुर स्क्रिन शेयर नै भएको छैन, स्क्रिन शेयर भएको छैन खै। ल स्क्रिन शेयर भयो। अब यो अघिकै फर्मुला अघि लेखेको हो। अब यो चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ हामीले चाहिँ यहाँ के भने समेसन अफ बेन्डिङ मोमेन्ट एट तपाईँको चाहिँ टोमा चाहिँ 0 लिने, टोमा चाहिँ 0 लिने गर्ने हो भने तपाईँको कन्डिसन अफ स्टेबिलिटी चाहिँ सेटिस्फाई हुनुपर्छ। त्यो भयो भने चाहिँ अब के भन्दाखेरि यो चाहिँ पीले चाहिँ ओभरटर्निङ दिने भयो, त्यसैले माइनस पी इन्टु h/3 गऱ्यौँ, अनि माइनस यो अब तपाईँको चाहिँ के गर्ने हो यु अपलिड प्रेसर फोर्सले पनि ओभरटर्निङ दिने भयो, माइनस यु इन्टु 2b/3 भन्यौँ अहिले चाहिँ, अनि प्लस के हुन्छ यो? अरे ओके, यसमा चाहिँ के हुन्छ यार, आज के भएको यो?
अनि W इन्टु चाहिँ तपाईँको चाहिँ यो W ले चाहिँ राइटिङ मोमेन्ट दिने भयो, W इन्टु यहाँ चाहिँ तपाईँको लेबर आर्म डिस्टेन्स अहिले मैले Y भनेर एज्युम गरेँ, माइनस RV इन्टु X रिजल्टेन्ट भर्टिकल फोर्स, यो डिस्टेन्स X मा छ, त्यसैले चाहिँ यसले चाहिँ ओभरटर्निङ दिने भयो, RV इन्टु X इक्वल टु 0 गरेँ। अब मैले टार्गेट चाहिँ मेरो के भने X को भ्यालु निकाल्ने, RV X को चाहिँ यसलाई उता लगेपछि RV X इक्वल टु तपाईँको चाहिँ W इन्टु Y माइनस P इन्टु S/3 माइनस U इन्टु 2B/3 भनेर भने। अब यो W इन्टु Y भनेको यसले राइटिङ मोमेन्ट दिने भयो, M प्लस भयो, अनि तपाईँको चाहिँ यसले चाहिँ यो सबै मोमेन्ट चाहिँ तपाईँको चाहिँ के भने ओभरटर्निङ मोमेन्ट समेसन अफ M माइनस भयो। अब X को भ्यालु निकाल्न चाहिँ डिभाइड बाई RV गरेँ। अब डिभाइड बाई RV गरेपछि अब फेरि चाहिँ RV भनेको के त भन्दाखेरि रिजल्टेन्ट भर्टिकल फोर्स, त्यो भनेको समेसन अफ V इक्वल टु 0 कन्डिसन अफ स्टेबिलिटी लगाएँ। त्यो भनेको चाहिँ अब हाम्रो चाहिँ भर्टिकल फोर्समा आउने चाहिँ W र U छ यहाँ, त्यसैले चाहिँ RV इक्वल टु WV माइनस U गरेँ, के अरे RV इक्वल टु W माइनस U माइनस RV इक्वल टु 0 फ्रम द समेसन अफ V इक्वल टु 0 गरेँ, RV इक्वल टु यहाँबाट W माइनस U आउँछ। ओके, RV इक्वल टु W माइनस U आउँछ। फ्रम दिस अब हामीले चाहिँ क्यालकुलेट गर्नुपर्ने भ्यालु X भ्यालु क्यालकुलेट गर्नलाई चाहिँ के भन्दाखेरि भ्यालु अफ X इक्वल टु समेसन अफ M भनेको यो नेट मोमेन्ट, M प्लस माइनस M माइनस भनेको नेट मोमेन्ट डिभाइडेड बाई समेसन अफ तपाईँको चाहिँ के भन्दाखेरि भर्टिकल डाउन फोर्स माइनस भर्टिकल अप फोर्स भनेको समेसन अफ V। यसरी चाहिँ हामीले चाहिँ के भन्दाखेरि पहिला चाहिँ भ्यालु अफ X क्यालकुलेसन गर्छौँ। X क्यालकुलेसन गरिसकेपछि अब हामीले चाहिँ E को भ्यालु क्यालकुलेट गर्नलाई चाहिँ B/2 माइनस X गरेर गर्छौँ। B/2 माइनस X गरेपछि चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि E को भ्यालु आउँछ, किनभने B को भ्यालु थाहा छ हामीलाई, त्यसलाई चाहिँ कम्पेयर विथ द B/6 सँग कम्पेयर गर्छौँ। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि मैले अघि भने तपाईँलाई यो चाहिँ यदि रिजल्टेन्ट भर्टिकल फोर्स यदि हिल साइडमा छ भने कहिलेकाहीँ चाहिँ यो चाहिँ यो चाहिँ हामीले चाहिँ E क्यालकुलेसन गरेका छौँ, E को भ्यालु चाहिँ B/2 माइनस X भयो भने चाहिँ त्यो X को भ्यालु चाहिँ B/2 भन्दा बढी हुनसक्छ। त्यस्तो बढी आयो भने चाहिँ नेगेटिभ भ्यालु आउन सक्छ। त्यस्तो नेगेटिभ भ्यालु आयो भने पनि चाहिँ E को भ्यालु चाहिँ तपाईँले चाहिँ एब्सोल्युट लिने भनेको पोजिटिभै लिएर दिने। तर त्यो के मिनिङ बुझ्नु पर्यो भन्दाखेरि यदि चाहिँ B/2 माइनस X को भ्यालु चाहिँ नेगेटिभ आयो भने तपाईँलाई के बुझ्नु पर्यो भन्दाखेरि अब हिल साइडमा चाहिँ तपाईँको चाहिँ स्ट्रेस बढ्छ है। यो रिजल्टेन्ट भर्टिकल फोर्स चाहिँ यता हिल साइडमा छ, टो साइडमा होइन, हिल साइडमा छ। त्यसले गर्दाखेरि अब के भने PV म्याक्स हिल साइडमा हुन्छ, PV मिनिमम चाहिँ तपाईँको टो साइडमा हुन्छ होइन। अब B/2 माइनस X अलरेडी पोजिटिभ छ, पोजिटिभ आउँछ भने तपाईँले के बुझ्नु पर्छ भन्दाखेरि चाहिँ तपाईँको रिजल्टेन्ट भर्टिकल फोर्स चाहिँ तपाईँको चाहिँ यता टो साइडमा छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ टोमा चाहिँ म्याक्सिमम फोर्स आउँछ अथवा म्याक्सिमम स्ट्रेस PV म्याक्स आउँछ र चाहिँ तपाईँको चाहिँ यता चाहिँ हिल साइडमा PV मिनिमम आउँछ भनेर चाहिँ त्यसरी बुझ्नु पर्यो। त्यसैले चाहिँ E क्यालकुलेसन गर्नलाई चाहिँ मैले के गरेँ र भन्दाखेरि तपाईँले चाहिँ E क्यालकुलेसन गर्नलाई चाहिँ मैले यो फर्मुला लगाएँ। पहिला चाहिँ X को भ्यालु क्यालकुलेट गर्ने, X को भ्यालु क्यालकुलेट गर्नलाई चाहिँ समेसन अफ M डिभाइडेड बाई समेसन अफ V गरेँ। त्यो भनेको चाहिँ समेसन अफ M प्लस माइनस समेसन अफ M माइनस डिभाइडेड बाई समेसन अफ V डाउन माइनस समेसन अफ V अप भने त्यो अहिलेको टेबलबाट अब क्यालकुलेट गर्दा समेसन अफ M को भ्यालु कतिवटा भन्दाखेरि चाहिँ तपाईँको चाहिँ भ्यालु राखेर क्यालकुलेट गर्नु, अनि समेसन अफ V को भ्यालु राखेर क्यालकुलेट गर्नुहोस्। X को भ्यालु चाहिँ तपाईँको 20.838 आउँछ, हो कि होइन? क्यालकुलेट गरेर हेर्नुहोस् त अहिलेको भ्यालुमा चाहिँ समेसन अफ M को भ्यालु चाहिँ तपाईँको चाहिँ यो भयो 4332 49.69 डिभाइडेड बाई समेसन अफ V को भ्यालु चाहिँ 19351.155 आउँछ। त्यो दुईटा चाहिँ भ्यालु क्यालकुलेट गर्यो भने चाहिँ तपाईँको भ्यालु अफ X आउँछ। X को भ्यालु चाहिँ कति 20.838 आउँछ। क्यालकुलेट गरेर हेर्नु आउँछ कि आउँदैन? हेलो, आउँछ है। अब टाइम धेरै छैन। अब E क्यालकुलेट X आइसकेपछि E को भ्यालु क्यालकुलेट गर्ने। E को भ्यालु भनेको B/2 माइनस X गर्ने। B भनेको हाम्रो 49 छ, 49 डिभाइडेड बाई 2 माइनस 20.838 गर्यो भने E को भ्यालु चाहिँ 3.662 आयो। ओके, त्यो E को भ्यालुलाई चाहिँ अब कम्पेयर विथ द B/6 सँग कम्पेयर गर्ने। कम्पेयर गर्दाखेरि B/6 को भ्यालु कति छ त भन्दाखेरि 8.166 आउँछ। अब E को भ्यालु चाहिँ इट इज लेस देन इक्वल टु B/6 भएकोले तपाईँको चाहिँ हेयर E इज इक्वल टु लेस देन B/6, देयरफोर देयर इज अ नो टेन्साइल स्ट्रेस डेभलपमेन्ट। त्यहाँ चाहिँ टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुँदैन भनेर चाहिँ भन्ने। ओके, देयर इज नो टेन्साइल स्ट्रेस डेभलपमेन्ट बिकज E इज लेस देन इक्वल टु B/6। B इज इक्वल टु तपाईँको चाहिँ 3.662 आएछ, B/6 भनेको 8.166 आएछ। त्यसैले त्यहाँ टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुँदैन भनेर तपाईँले चाहिँ भ्यालु गर्ने। र तपाईँलाई चाहिँ अब क्यालकुलेट द भ्यालु अफ PV मिनिमम
पी मिनिमम चाहिँ तपाईँको चाहिँ भर्टिकलमा आउने चाहिँ मिनिमम फोर्स चाहिँ मिनिमम स्ट्रेस कति हुन्छ भने क्याल्कुलेट गर्नु पर्यो भने पिभी मिनिमम इक्वल टु समेसन अफ भी बाई बी टाइम्स 1 - 6E इन्टु बी भनेर यो अस्ति हामीले फर्मुला क्याल्कुलेसन गरिसक्यौँ। यो फर्मुलाबाट चाहिँ तपाईँले चाहिँ अब के भन्ने समेसन अफ भी भनेको चाहिँ तपाईँको चाहिँ भर्टिकल फोर्सको नेट भर्टिकल फोर्स बी भनेको चाहिँ हाम्रो 49 भइहाल्यो 1 - 6E भनेको यहाँ क्याल्कुलेसन गरिसक्यौँ 3.662 डिभाइडेड बाई बी भनेको चाहिँ अब फेरि 49 भयो। यहाँबाट क्याल्कुलेसन गरेर हेऱ्यो भने चाहिँ तपाईँको चाहिँ पिभी मिनिमम इक्वल टु 217.835 किलो न्युटन पर मिटर स्क्वायर आउँछ विच इज ग्रेटर देन 0 0 भन्दा चाहिँ बढी आउने बित्तिकै त्यहाँ चाहिँ अब के भने टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुँदैन भन्ने कुरा भयो। त्यसैले द ड्याम इज सेफ अगेन्स्ट द टेन्साइल स्ट्रेस डेभलपमेन्ट एट द ड्याम बेस फाउन्डेसन। ड्याम बेस फाउन्डेसनमा टेन्साइल स्ट्रेस डेभलपमेन्ट हुँदैन, त्यसैले चाहिँ त्यहाँ चाहिँ क्र्याकहरू डेभलप हुँदैन। इज द ड्याम इज सेफ भनेर चाहिँ त्यसरी चाहिँ गर्नु पर्यो। ओके, अब आज टाइम छैन होला। अब त्यस्तै पिभी म्याक्स क्याल्कुलेसन गर्नलाई चाहिँ हामी चाहिँ के गर्छौँ त भन्दाखेरि पिभी म्याक्स क्याल्कुलेसन गर्नलाई चाहिँ अब यहाँ चाहिँ तपाईँको चाहिँ पिभी म्याक्स भनेर चाहिँ समेसन अफ भी बाई बी टाइम्स 1 + 6 इन्टु ई बाई बीबाट क्याल्कुलेसन गर्ने। त्यो भ्यालु चाहिँ भनेको 572.007 किलो न्युटन पर मिटर स्क्वायर आउँछ। त्यो भ्यालु भनेको चाहिँ अब हाम्रो चाहिँ त्यो तल चाहिँ पिभी म्याक्सिमम स्ट्रेस कति आउँछ र ड्याम फाउन्डेसनमा त्यो भ्यालु चाहिँ तपाईँको चाहिँ बेरिङ स्ट्रेन्थ भन्दा चाहिँ कम हुनु पर्यो। त्यो बेरिङ स्ट्रेन्थ हाम्रो चाहिँ 2943 किलो न्युटन पर मिटर स्क्वायर छ। हामीलाई चाहिँ एलाउबल सेयर स्ट्रेस यति छ, बेरिङ स्ट्रेस यति छ, तर चाहिँ त्यहाँ क्याल्कुलेटेड भ्यालु चाहिँ 572 छ भनेपछि तपाईँको चाहिँ पिभी म्याक्स क्याल्कुलेटेड भ्यालु अफ पिभी म्याक्स विच इज इक्वल टु 572.007 विच इज लेस देन तपाईँको चाहिँ एलाउबल बेरिङ स्ट्रेन्थ अफ द ड्याम फाउन्डेसन द्याट इज 2943.43 किलो न्युटन पर मिटर स्क्वायर भन्दा कम भयो। त्यसैले चाहिँ त्यो ड्याम चाहिँ सेफ छ भनेर चाहिँ यसरी चाहिँ क्याल्कुलेसन गर्ने। ल अर्को सर आइसक्नु भएको छ, तपाईँहरूको चाहिँ फेरि चाहिँ अर्को सरलाई चाहिँ तपाईँको टाइम दिनुपर्ने हुन्छ। त्यसैले मैले आजलाई चाहिँ क्लास चाहिँ मैले यतिकै स्टप गरेँ। केही छ भने चाहिँ अब हामी चाहिँ नेक्स्ट क्लासमा चाहिँ हामी गरौँला, त्यसपछि चाहिँ हामी अगाडि बढौँला। तपाईँहरूले चाहिँ यो चाहिँ गरेर गइहेर्नुहोस् क्याल्कुलेसन। अब सबै मैले गराइ नै सकेको छु, त्यो सबै चिजहरू चाहिँ तपाईँहरूले चाहिँ गर्नुहोस्। अब फटाफट क्याल्कुलेसन मात्र गर्ने हो, फटाफट गर्ने हो, सियर स्ट्रेसमा चेक गर्ने के गर्ने हो सबै गर्नु पर्यो। तपाईँहरूले चाहिँ गर्नुहोस् भनेर मैले भने। अहिले चाहिँ मैले यति भने। जाँचमा चाहिँ तपाईँको चाहिँ ड्याम डिजाइनसम्म आउँछ है, युनिट टेस्टको चाहिँ इक्जाममा चाहिँ ड्याम डिजाइनसम्मको चाहिँ क्वेसन आउँछ। त्यसैले चाहिँ बी केयरफुल, त्यो गर्नु होला। तपाईँहरूलाई चाहिँ मैले चाहिँ त्यहाँ लेक्चर के अरे गर पनि राखिदिएको छु, ट्युटोरियल पनि राखिदिएको छु, 2 हप्तामा सिध्याउनु पर्ने भनेको छ। त्यो चाहिँ फटाफट गर्नु होला। जाँचमा चाहिँ तपाईँको चाहिँ न्युमेरिकल प्रब्लम चाहिँ त्यही ट्युटोरियलबाट पनि आउँछ, आफूले चाहिँ गर्नुहोस्, राम्रोसँग हेर्नु होला। अब चाहिँ जाँचको लागि पनि तयारी गर्नुहोस्। मैले चाहिँ यति भने आजलाई। अरू केही छ भने भन्नुहोस्, नभए चाहिँ आजलाई चाहिँ बिदा गर्न खोजेको मैले। 9 भइसक्यो। ल केही छ? हेलो हजुर सर केही छैन आज। ल केही छैन भने अब तयारी गर्नुहोस्, आफूले घरमा गर्नुहोस् है, घरमा गर्नुहोस्, क्याल्कुलेसनहरू सबै गर्नुहोस्, राम्रोसँग गर्नु होला। ल बाई बाई। हस्।